मलाई विश्वास छ तपाईँले पक्कै पनि रेकर्डिङ गरेको भिडियो हेर्नु भएको छ भनेर होइन। तपाईँले के देख्नु भएको छ? हजुर सर, देखिएको छ। देखिरहेको छ होइन, हामीले हामीले विश्वासका मूल धरातलहरू होइन, फाउन्डेसन अफ आवर फेथ भन्छ नि होइन, उहाँ चाहिँ परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा हुनुहुन्छ। त्रि एक परमेश्वर भन्ने चाहिँ हाम्रो के हो, विश्वासको मूल जरा, विश्वासको मुख्य फाउन्डेसन हुन्छ, जहाँ चाहिँ परमेश्वर पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। अब हामीले गरेको पिक्चर यही हो, हेर्नुहोस् त, हामीले हातले गरेको एक्सन यही हो। अनि परमेश्वर पिताले स्वर्गदूत सृष्टि गर्नुभयो, परमेश्वर पिताले मानिस सृष्टि गर्नुभयो भनेर हामीले अस्ति हेरेका थियौँ। अनि स्वर्गदूतले के गर्यो, घमण्ड गर्यो, मानिसले घमण्ड गर्यो। अनि स्वर्गदूत र मानिसको घमण्डले पापको सुरुवात भयो होइन। त्यसपछि स्वर्गदूतले पाप गर्यो, अनि स्वर्गदूत पतन भयो र दियाबलस भयो। मानिस के भयो, पतन भयो र पतित मानिस भयो, फलन म्यान हुन आयो भनेर हामीले अस्तिको क्लासमा हेरेका थियौँ भने। अनि जब मानिस चाहिँ पतन भयो होइन, when human being was fallen, when Adam and Eve was fallen, then God made the plan होइन। परमेश्वरले अब उहाँको आफ्नै स्वरूपमा सृष्टि गरिएको मानिसलाई उहाँको योजना अनुसार अगाडि बढाउनको लागि परमेश्वरले के गर्नुभयो, उहाँको एकमात्र पुत्र येशू ख्रिस्टलाई यस धरतीमा पठाउनु भयो। God the Father has sent his one and only begotten Son to this world. And God the Son came to this world होइन, परमेश्वरको पुत्र संसारमा आउनुभयो। And when he came, he died for the forgiveness of our sin। उहाँ चाहिँ हाम्रो पापको प्रायश्चितको लागि मर्नुभयो। र जतिले येशू ख्रिस्ट मेरो पापको लागि मर्नु भएको हो भन्ने कुरामा विश्वास गर्छन्, those who believe that Jesus Christ had been crucified for my sin होइन, उहाँहरूले यदि येशू ख्रिस्ट मेरो पापको लागि क्रुसमा मर्नु भएको हो भने तथ्यलाई विश्वास गर्नुहुन्छ भने उहाँहरूले के हो, मुक्ति पाउनुहुन्छ। They will receive the gift of salvation। अनि हामीले पढ्दै जाने क्रममा जब मानिसले मुक्ति पाउँछ, जब पापमा हराएका मानिसहरूको उद्धार हुन्छ, अनि उद्धार भएको मानिसहरूको समूहलाई के भनिन्छ, मण्डली भनिन्छ। मण्डलीको अर्थ के हो, मण्डली भनेको कुनै भवन होइन। चर्च इज नट एनी बिल्डिङ्स, चर्च इज द ग्यादरिङ अफ कल्ड आउट पिपल होइन, परमेश्वरको बोलावट पाएका मानिसहरूको जमघटलाई के भनिन्छ, मण्डली भनेर भनिन्छ। यसकारण जब मुक्ति पाएका मानिसहरू एकसाथमा आए तब मण्डलीको सुरुवात भयो भनेर हामी भन्न सक्छौँ। नाउ वी आर द चर्च, now we are the church because we have believed in Jesus Christ as our savior। हामीले येशू ख्रिस्टमा के गरेका छौँ, विश्वास गरेका छौँ र येशू ख्रिस्ट को हुनुहुन्छ, उहाँ हाम्रो शिर हुनुहुन्छ। अनि हामी उहाँको के हो, शरीरका अङ्गहरू हौँ। यसरी एउटा के हो, मण्डली खडा भएको छ। अनि हामीले अस्तिको क्लासमा पनि हेर्दै जाँदाखेरि जब मुक्ति र मण्डलीको योजना पुरा हुन्छ तब ख्रिस्ट येशूको दोस्रो आगमन हुन्छ। क्राइस्ट विल कम, दिस इज द सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट भन्छ। त्यसलाई हामी के भन्छ, स्काटोलोजी पनि भनेर हामी भन्दछौँ होइन, येशू ख्रिस्टको दोस्रो आगमन। अनि हामीले पढ्दै गर्ने क्रममा जब परमेश्वर पुत्रले आफ्नो सबै योजनालाई पुरा गर्नुभयो होइन, when the plan of son of God has been complete होइन, जब परमेश्वर पुत्रको सबै योजनाहरू पुरा भयो, and the son has promised us that he will go to the Father and he will send a counselor, right? मैले के म तिमीहरूको लागि एउटा सल्लाहकार पठाउने छु। And he went to the Father and
he sat on the right hand side of the Father. उहाँ स्वर्गमा चढिजानुभयो र धर्मशास्त्र अनुसार चाहिँ उहाँ परमेश्वर पिताको दाहिने हातपट्टि विराजमान हुनुभएको छ र उहाँले भन्नुभयो म परमेश्वर पितालाई बिन्ती गर्नेछु र उहाँले के हो तिमीहरूको लागि तिमीहरूलाई परामर्श गर्नको लागि तिमीहरूलाई सल्लाह दिनको लागि तिमीहरू निराश नहोस् भन्नुको खातिर पवित्र आत्मा पठाउनु हुनेछ भनेर भनेको छ र हामी के देख्छौँ On the day of Pentecost, the Holy Spirit descended on the earth. And that Spirit came to this earth is not for the time being. होइन उहाँ चाहिँ केही समयको लागि आउनुभएको होइन तर उहाँ चाहिँ अब हामीसँग निरन्तर रहनको लागि आउनुभएको हो अनि हाम्रो लागि यस संसारमा आउनुहुने परमेश्वर पवित्र आत्माले के गर्नुभयो उहाँको we say that Bible is the breath of God भन्छौँ होइन बाइबल धर्मशास्त्र चाहिँ परमेश्वरको श्वासबाट होइन श्वास भन्ने भन्छ हामी परमेश्वरको आत्माद्वारा प्रेरणा भएर लेखेको पुस्तक पनि भन्छौँ होइन त्यो पवित्र आत्मा परमेश्वर आउनु भइसकेपछि येशू ख्रीष्टले गर्नुभएको महान कार्यहरूलाई सम्झनको लागि उहाँले हामीलाई के गर्नुभयो पवित्र बाइबल लेख्नको लागि सहायता गर्नुभयो होइन पवित्र बाइबल दिनुभयो अनि हामीले अस्ति यो क्लासमा हेरेको थियौँ होइन क्लिन बाइबल डर्टी बाइबल क्लिन हार्ट भनेर पढेका थियौँ बाइबल पढ्ने मानिसको मन सफा हुन्छ स्वच्छ हुन्छ पवित्र हुन्छ अनि उसको बाइबल फोहोर हुन्छ तर बाइबल नपढ्ने मानिसको बाइबल सफा हुन्छ तर मन चाहिँ फोहोर हुन्छ अनि घृणास्पद कुराले भरिएको हुन्छ अपवित्र कुराले भरिएको हुन्छ भनेर हामीले हेरेका थियौँ र जब बाइबल पढ्छौँ जब हाम्रो जीवन परिवर्तन हुन्छ जब हामी पवित्र हुन्छौँ अनि हामीले के गर्छौँ भने वचन परमेश्वरको वचन प्रचार र मिसनको काम गर्छौँ भन्ने कुरालाई हामीले अस्तिको क्लासमा हेरेका थियौँ यहाँसम्म मैले तपाईँलाई गत क्लासमा मैले तपाईँलाई सिकाएको कुराको विषयमा के भने मैले तपाईँलाई अलिकति दोहोऱ्याइदिएँ अब आज हामी त्योभन्दा अगाडि बढ्नेछौँ सर यो अहिले देखाउनु भएको स्ल्याब थियो नि जुन हजुर हजुर म यहाँ टिप्दैछु एकछिन राखिदिनु न ल है त यो होइन त यो हाम्रो नोटमा त छैन होला छ नोटमा छ एकदमै यो नोटमा छ एकदम छ डाउनलोड गर्नुहोस् नोटमा छ मजाले है ए छ भने हुन्छ सर ल भयो म यो टिप्नु परेन छ भने त नोटमा छ छैन भने यो अब म त्योभन्दा अगाडि बढ्न चाहन्छु अब म तपाईँलाई अङ्ग्रेजीको स्लाइड देखाउन चाहन्छु हामीले अस्ति हेरेको स्लाइड अब यहाँको स्लाइडमा हामी के देख्छौँ भने द फाउन्डेसन अफ फेथ होइन हामीले हेऱ्यौँ फाउन्डेसन अफ फेथमा परमेश्वर पिता परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा हामीले देख्यौँ गड द फादर गड द सन एन्ड गड द होली स्पिरिट दे आर द रुट अफ द क्रिस्चियन डक्ट्रिन उहाँहरू चाहिँ के हो यो पिता पुत्र पवित्र आत्मा चाहिँ क्रिस्चियन सिद्धान्तको इसाई सिद्धान्तको के हुनुहुन्छ प्रमुख जरा भन्छ नि मुख्य जराहरू हुनुहुन्छ द ट्रिनिटी गड इज द मेन रुट अफ क्रिस्चियन डक्ट्रिन एन्ड फेथ होइन हाम्रो विश्वासको मुख्य सिद्धान्त मुख्य जरा भन्नु नै के हो त्रिएक परमेश्वर हुनुहुन्छ दे हेभ एक्जिस्टेड टुगेदर फ्रम द बिगिनिङ यहाँनिर परमेश्वर पिता पहिला परमेश्वर पुत्र पछि परमेश्वर पवित्र आत्मा त्योभन्दा पछि देखा पर्नु भएको होइन इफ वी बिलिभ इन द्याट वे वी आर रङ हामीले यदि त्यस्तो तरिकाले विश्वास गरेका छौँ भने हामी के हुन्छौँ गलत हुन्छौँ दे हेभ बिन एक्जिस्टेड फ्रम द बिगिनिङ होइन पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वर अनन्त कालदेखि देखा पर्नु भएको हो Three distinct personalities written within these three circles are God the Father, God the Son, and God the Holy Spirit. होइन उहाँहरू विभिन्न के अरे कुरामा देखा पर्नु भएको होइन उहाँहरूको जुन व्यक्तित्व देखा परेको छ तीनवटा सर्कल यहाँ देख्छौँ हामी पिता पुत्र पवित्र आत्मा उहाँ चाहिँ त्रिएक परमेश्वर हुनुहुन्छ भनेर यो स्लाइडले हामीलाई देखाउँछ अब यहाँनिर तपाईँ हेर्नुहुन्छ चित्र त्यही चित्रलाई हामी के गर्दैछौँ त्यो चित्रलाई टुक्रा एउटा चित्रलाई हामीले टुक्रा पिस पारेर हामी त्यसको बारेमा अध्ययन गर्दैछौँ अनि हामीले त्रिभुजको माथिल्लो भागमा गड द फादर परमेश्वर पितालाई देखेका थियौँ
अनि के हो परमेश्वर पिताले स्वर्गदूतलाई सृष्टि गर्नुभयो परमेश्वर पिताले मानिसलाई सृष्टि गर्नुभयो हि गॉड द फादर हैज क्रिएटेड एन्जल्स एन्ड म्यान एन्ड एन्जल्स एन्ड म्यान दे हेभ कमिटेड सिन बिकज अफ द प्राइडनेस होइन हामीले अस्तिको क्लासमा छलफल पनि गऱ्यौँ अनि के अरे स्वर्गदूत जसले पाप गर्यो 1/3 स्वर्गदूत होइन जसले पाप गर्यो अनि तिनीहरू चाहिँ दियाबलस भयो अनि त्यसपछि खसालिएको के अरे पतन भएको मानिस चाहिँ के भयो मानिस चाहिँ के भयो पतन भएर पतित मानिस भयो अथवा पापी मानिस हुन आयो भनेर हामीले यहाँनिर देख्छौँ यो चित्रबाट प्रिन्सिपल स्ट्यान्ड अन द सर्फेस अफ द सन त्यसै गरी परमेश्वर पितालाई छोडा परमेश्वर पुत्रपट्टि हेर्छौँ भने परमेश्वर पुत्र होइन गड द सन ह्याज प्रोभाइडेड अ सेल्भेसन भन्छौँ नि होइन परमेश्वर पित्रले सबै पापीको लागि फर एभ्री सिनर not only for Christian, not only for the certain tribe of people, not only for the certain country, होइन कुनै पनि देशको लागि कुनै पनि एउटा जातिको लागि कुनै पनि एउटा सम्प्रदायको लागि मात्र नभएर God has provided his son for the salvation of universe होइन सबै जातिको लागि सबै व्यक्तिको लागि and also God the Son has established the church होइन परमेश्वर पुत्रले के गर्नुभयो मुक्तिको वरदान दिएर सित्तैको मुक्तिको इनाम दिएर उहाँले मण्डली स्थापना गर्नुभयो अनि हामीले येशू ख्रीष्टको दोस्रो आगमन हुन्छ भन्ने कुरालाई कहाँ देख्यौँ अन द सर्फेस अफ सन होइन परमेश्वर पुत्रमा चाहिँ खडा भएका सिद्धान्तहरू हुने पर्छ हामीलाई परमेश्वर पुत्रमा खडा भएका सिद्धान्तहरू परमेश्वर पितामा खडा भएका सिद्धान्तमा के थियो हामीले त्यहाँनिर पापको कुरा देख्यौँ के स्वर्गदूतको कुरा देख्यौँ मानिसको कुरा देख्यौँ पापको कुरा देख्यौँ अनि त्यसपछि के दियाबलसको कुरा देख्यौँ अनि पतन भएका मानिसको कुरा देख्यौँ भने परमेश्वर पुत्र अर्थात् वेन वी थिङ्क अबाउट द सन होइन परमेश्वर पुत्रमा खडा भएका सिद्धान्तहरूमा चाहिँ के हो साल्भेसन चर्च एन्ड सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट होइन स्वर्ग के अरे यहाँनिर मुक्तिको कुरा आएको छ मण्डलीको कुरा आएको छ अनि येशू ख्रीष्टको दोस्रो आगमनको कुरा चाहिँ हामी सर्फेस अफ द सन होइन परमेश्वर पुत्रमा निर्माण भएका खडा भएका सिद्धान्तहरू देख्छौँ भने अर्को प्रिन्सिपल स्ट्यान्ड अन द सर्फेस अफ द होली स्पिरिट होइन अब परमेश्वर पवित्र आत्मामा के अरे खडा भएका सिद्धान्तहरू के हो त्यसमा चाहिँ बाइबल सबभन्दा पहिला कुरा भइहाल्यो होइन त्यसपछि सेन्टिफिकेसन पनि भन्छौँ हामी अथवा होली लाइफ पनि भन्छौँ होइन अनि यसलाई हागियोलोजी पनि भन्छौँ हामी होइन उहाँले शुद्ध पार्ने काम गर्नुभएको छ हामीलाई पवित्र बाइबल दिएर अनि हामीले अघि नै पनि छलफल गरिसक्यौँ हामी जब पवित्र हाम्रो जीवन जो के हुन्छ पवित्र हुन्छ अनि हामी के गर्छौँ पवित्र तुल्याउने काममा निरन्तर लागिरहन्छौँ if you and me we think that we are sanctified by the blood of Christ हैन यदि हामी चाहिँ शुद्ध भएका छौँ म शुद्ध पारिएको छु ख्रीष्टको रगतले भन्ने कुरामा हामी के हो 100% विश्वास गर्छौँ भने बाइबलले के भन्छ सारा मनले सारा हृदयले सारा शक्तिले हैन मैले येशू ख्रीष्टले मलाई शुद्ध पार्नु भएको पवित्र तुल्याउनु भएको भन्ने कुरो विश्वास गर्छु भने म के गर्छु निरन्तर अरूलाई पनि शुद्ध पवित्र बनाउने कार्यमा निरन्तर लागिरहन्छु त्यसलाई के भनिन्छ त्यसलाई चाहिँ मिसन एन्ड इभान्जलिजम भनेर हामी भन्दछौँ इन सिम्पल टर्म हैन यो आइबिडी भन्छ इन्ट्रोडक्सन टु बिब्लिकल डक्ट्रिन भन्छ यसलाई इज अ समरी अफ द सेन्ट्रल ट्रुथ रिभिल्ड बाई द गड इन द बाइबल अब यो इन्ट्रोडक्सन टु बिब्लिकल डक्ट्रिनले के भन्छ भने यो इन्ट्रोडक्सन टु बिब्लिकल डक्ट्रिन होइन यो बाइबलको सिद्धान्तको परिचय भनेको चाहिँ जुन कुरालाई परमेश्वरले बाइबलमा के गर्नुभएको छ लेख्नु भएको छ बाइबलमा दिनुभएको छ त्यो कुराहरूलाई चाहिँ प्रकट गर्ने हो अरे सिद्धान्त भनेको बाइबलमा लेखेको कुराहरू के गर्ने हो हामीलाई प्रकट गर्नु हो हामीलाई बुझ्न सक्ने बनाउनु हो अकर्डिङ टु वेनी ग्रुडम होइन यो वेनी ग्रुडम भन्ने एकजना विद्वानको भनाइअनुसार चाहिँ दिस बिब्लिकल टिचिङ्स आर वाट वी कल डक्ट्रिन होइन जुन बाइबलीय शिक्षाहरू छ होइन
यो वेनी गुडम भनेको एकजना थियोलोजियन हो। उहाँले के भन्नुहुन्छ, यो सिद्धान्त भनेको चाहिँ ठुलो कुरा होइन, सिद्धान्त भनेको बाइबलले शिक्षा हो होइन। सिद्धान्त चाहिँ के अरे, बाइबलले शिक्षा, बिब्लिकल डक्ट्रिन। द टर्म डक्ट्रिन क्यान बी अन्डरस्टुड इन अ बोथ अ ब्रोड एन्ड न्यारो सेन्स। यो सिद्धान्त भन्ने कुरालाई हामी त्यसलाई नेपालीमा के भन्छ भने नि, एकदम सहज र सरल भाषा भन्दाखेरि यो तिललाई पहाड बनाउने सुन्नुभएको छ नि होइन। कसले के भन्छ, सानो कुरालाई ठुलो बनाउँछ भन्छ नि होइन। तिललाई पहाड बनायो भने एउटा उखान भन्छौँ नि हामी होइन। यो बिब्लिकल डक्ट्रिन भनेको चाहिँ के हो, यसलाई हामी ठुलो पनि बनाउन सक्छौँ, ठुलो इस्यु बनाउन सक्छौँ, यसलाई हामी सानो इस्यु पनि बनाएर हेर्न सक्छौँ। द ओल्ड टेस्टामेन्ट इज एसेन्सियल फर बिब्लिकल डक्ट्रिन। कतिपल्ट हामी के भन्छौँ, हामी नयाँ पुस्ता नयाँ नियममा बाँचेका मानिसहरू, हामीलाई पुरानो नियमको आवश्यकता छैन भनेर हामी कतिपल्ट भन्ने गरेका पनि छौँ होला र भन्ने सुनेका पनि छौँ होला। तर यहाँ के भन्छ, द ओल्ड टेस्टामेन्ट इज एसेन्सियल फर बिब्लिकल डक्ट्रिन। हामीलाई हाम्रो बाइबलले सिद्धान्तलाई खडा गर्नको लागि, बाइबलले सिद्धान्त निर्माण गर्नको लागि, बाइबलले सिद्धान्त बुझ्नको लागि, बाइबलले सिद्धान्तलाई अभ्यास गर्नको लागि वी मस्ट ह्याभ द नलेज अफ ओल्ड टेस्टामेन्ट टिचिङ एन्ड मस्ट बी रुटेड इन द स्क्रिप्चर टु एक्सप्लेन द गस्पल रेस्पोन्सिबिलिटी होइन। अनि हाम्रो सिद्धान्त चाहिँ के हुनुपर्छ, हाम्रो सिद्धान्त चाहिँ हाम्रो मनमा लागेको कुरामा होइन, हामीलाई फाइदाजनक कुरामा होइन, हामीलाई फाइदा पुर्याउने काममा होइन, तर हाम्रो सिद्धान्त भनेको जहिले पनि बाइबलसँग के हो, मेल खाएको हुनुपर्छ, बाइबलमा आधारित हुनुपर्छ। आवर डक्ट्रिन मस्ट बी बेस्ड अन द बाइबल स्क्रिप्चर। मर्कुस 1:22 अनुसार र जोन च्याप्टर 7:16, यूहन्नाको पुस्तक 7:16 अनुसार। जब डक्ट्रिनको कुरा गर्छौँ, when you talk about the डक्ट्रिनमा इन्क्लुडिङ पल्स टिचिङ होइन, बाइबलको कुरा त छ र साथसाथै हामी यो हाम्रो सिद्धान्तमा पावलले सिकाउनु भएको शिक्षाहरूको विषयमा पाउँदछौँ, which are closely connected to the preaching of Jesus Christ। पावलले चाहिँ आफ्नै सिद्धान्त सिकाउनु भएको होइन। पावल has been not teaching his own doctrine, but Paul has been focusing, and Paul has been interpreting, and Paul has been teaching us from what Jesus has taught us, what Jesus preached while he was on his earthly ministry। रोमनको पुस्तक, रोमी च्याप्टर 16:25, रोमन 16:25, पहिलो थेसलोनी 4:2 इज भाइटल फर गाइडिङ क्रिस्चियन बिलिफ एन्ड प्र्याक्टिस। कसैले रोमीको पुस्तक 16:25 नेपालीमा ठुलो स्वरले पढिदिनुहोस् त। रोमीको पुस्तक 16:25 पढिदिनुहोस् र अर्को एकजनाले पहिलो थेसलोनिकी 4:2 पनि पढिदिनुहोस् त ठुलो स्वरले। रोमी 16:25 यसरी भन्दछ, अब उहाँलाई जसले तिमीहरूलाई मेरो सुसमाचार र येशू ख्रिस्टका विषयको प्रचार अनुसार सुदृढ गराउन सक्नुहुन्छ, त्यस रहस्यको प्रकाश बमोजिम जो युग युगदेखि गुप्त रहेको थियो। थ्याङ्क यू भेरी मच। अर्को पहिलो थेसलोनी 4:2 पढिदिनुहोस्। हुन्छ, म पढ्छु। किनकि तिमीहरूलाई थाहा छ हामीले प्रभु येशूद्वारा कुन कुन आदेशहरू तिमीहरूलाई दियौँ। यो चाहिँ प्रभु येशूले दिनुभएको आदेशहरूलाई नै के गरेको छ, यो पावलले के भन्छ, मैले सिकाएको कुरा चाहिँ म आफ्नै हाम्रो मनगणन्ते कथा होइन, तर येशू ख्रिस्टले सिकाउनु भएको कुराहरूलाई नै तपाईँको बिचमा म रिमाइन्ड गर्छु, तपाईँलाई सम्झाउँदैछु भन्ने कुरा चाहिँ यहाँनिर पावलले भन्दै हुनुहुन्छ। इट अफर्स कन्टिन्युस लाइफ, स्ट्रेन्थ एन्ड गाइडेन्स। पहिलो तिमोथी 1:13 पढ्नुहोस् त। सिद्धान्तले के गर्छ, हाम्रो जीवनलाई निरन्तर अगाडि बढ्न सहायता गर्छ, हामीलाई शक्ति दिने काम गर्छ, हामीलाई के गर्छ, निर्देशन गर्ने काम गर्छ भनेर
पढ्नुहोस् त एकजनाले 2 तिमोथी 1:13 पद पनि हुन्छ म पढ्नेछु दोस्रो तिमोथी 2 2को तिमोथी सरी 1:13 ख्रिस्ट येशूमा भएका विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमुनाको अनुसरण गर। मबाट सुनेको कुरा के हो र साँचो कुराको अनुसरण गर भनेको छ। एन्ड सर्भ्स एज अ ब्याकबोन हैन। त्यसले के भन्छ भने यो परमेश्वरको वचनले चाहिँ हामीलाई के गर्छ भने हाम्रो विश्वासको ब्याकबोन। अस्ति हामीले क्लासमा हेर्ने बेलामा एउटा मेरुदण्डको चित्र हेरेका थियौँ नि हैन। अनि मैले तपाईँलाई कसले यहाँ प्रश्न गरेको थिएँ, तपाईँको मेरुदण्ड नभएको बेला कस्तो हुनुहुन्थ्यो होला भनेर सोधेको थिएँ नि हैन। बिना आकारको हुन्थ्यो होला, कहिले चेप्टो हुन्थ्यो होला, कहिले नेप्टो हुन्थ्यो होला, कहिले डल्लो हुन्थ्यो होला फुटबल जस्तो होइन हैन। यहाँ चाहिँ के हो, हाम्रो विश्वासको ब्याकबोन चाहिँ के हो अरे परमेश्वरको वचन हो हैन। परमेश्वरको वचन यो सिद्धान्त भनेको चाहिँ हाम्रो विश्वासको ब्याकबोन हो, जसले के गर्छ हामीलाई परमेश्वर पवित्र आत्मामा रहेर जोगाउनलाई सहायता गर्छ। पवित्र आत्मा जहिले पनि हामीले जोगाउन के हुन्छ, हाम्रो लागि मेरुदण्ड बनिनुहुन्छ, हाम्रो ब्याकबोन बनिनुहुन्छ। According to diagram, in Christian theology, God the Father is the foundational source of both angels and humanity. अघि नै चित्रमा मैले भनेको कुरा यहाँ आउँदैछ, परमेश्वर पिता को हुनुहुन्छ, उहाँ चाहिँ स्वर्गदूत र मानिसको के हुन्छ, विशेष गरी सृष्टि गर्ने सृष्टिकर्ता हुनुहुन्छ हैन। God the Father who is the author of salvation, God the Son who is the author of salvation. परमेश्वर पुत्र चाहिँ हामी उहाँलाई के भन्छौँ, उहाँ चाहिँ हाम्रो जीवनको मालिक हुनुहुन्छ, जीवनको लेखक हुनुहुन्छ हैन। भाग्य निर्माता भन्छ नि अब नेपालीहरूले हैन हैन। उहाँ चाहिँ हाम्रो जीवनको अथर हैन, हाम्रो जीवनको मालिक। कसरी हिब्रूको पुस्तक 12 अध्याय 2 पद पढ्नुहोस् न। एन्ड हेड अफ द चर्च भनेको छ, हिब्रू 12 अध्यायको 2 पद। हिब्रू 12:2 हाम्रा विश्वास सुरु गर्नुहुने र पुरा गर्नुहुने येशूलाई हेरौँ, जसले उहाँको सामुन्ने राखिदिनु भएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ। यो अथर भन्ने शब्दले के बुझ्नुहुन्छ, जस्तै एउटा किताब हुन्छ, किताबको अथर हुन्छ, किताबको अथर भने के हो, लेखक हुन्छ नि हैन। लेखक तपाईँ र मेरो जीवनको लेखक, तपाईँ र मेरो श्वास कहिले सुरु हुन्छ र कहिले अन्त हुन्छ भनेर लेख्ने चाहिँ को हुनुहुन्छ अरे, परमेश्वर पुत्र हैन। द अथर अफ salvation हैन, हु इज द अथर अफ salvation एन्ड द हेड अफ द चर्च is expected to return at his second coming. हाम्रो जो जीवनको मालिक हुनुहुन्छ, उहाँ हाम्रो मन के अरे हाम्रो शरीरको हाम्रो मण्डलीको शिर हुनुहुन्छ हैन, जो चाहिँ के हो हामीलाई दिनको लागि फेरि आउँदै हुनुहुन्छ भन्ने कुरा चाहिँ यो गॉड द सनले हामीलाई बताउँछ। The fall of both angels and humanity is a key theological concept. जब हामी मानिस र स्वर्गदूतको पतनलाई हेर्छौँ, यो चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण की थियोलोजिकल भनेको चाहिँ हाम्रो ईश्वर शास्त्रीय सिद्धान्तको अध्ययनको मुख्य कुरा हैन, मुख्य कुरा की कन्सेप्ट। किनभने पापको सुरुवातको कुरा हामी त्यहाँ पाउँछौँ नि त। As sin originated with the both and led to their downfall हैन। पापको प्रादुर्भाव भएको कारणले गर्दाखेरि स्वर्गदूत पनि पतन भएको, अनि मानिसले पनि के हो पापपूर्ण कुरालाई पछ्याएको कारणले गर्दाखेरि हैन, अर्थात् पापी स्वर्गदूत भनौँ न हैन, अर्थात् सर्पको आदेशलाई पछ्याएको कारणले गर्दाखेरि मानिसको पनि पतनको सुरुवात भएको। द होली स्पिरिट प्लेज अ भाइटल रोल इन द क्रिस्चियन लाइफ। पवित्र आत्माले इसाईहरूको जीवनमा महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ हैन त। He inspired the writing of the scripture हैन, उहाँले चाहिँ के हामीलाई धर्मशास्त्र लेख्नको लागि प्रेरित गर्नुभयो। 2 पत्रुस 1 अध्यायको 21 पद अनुसार गाइड्स बिलिभर्स इन द प्रोसेस अफ सेन्टिफिकेसन, र
र विश्वासीहरूलाई के हो हामी कसरी दिन प्रतिदिन हामी पवित्रतामा अगाडि बढ्दै जानुपर्छ भन्ने कुरामा निर्देशन गर्नुहुन्छ एन्ड इम्पावर्स देम फर मिसन एन्ड इभान्जलिजम अघि नै भनेको कुरा 28को 18-20सम्म। यसकारण के हो हामीले यदि साँच्चै नै येशूलाई ग्रहण गरेका छौँ भने इफ वी हेभ रियली एक्सेप्टेड क्राइस्ट एज आवर पर्सनल सेभियर हामी उहाँले दिएको महान आज्ञालाई पालन गर्छौँ। त्यसकारण जाऊ र सारा संसारमा गएको हो सुसमाचार प्रचार गर तिनीहरूलाई पिता पुत्र र पवित्र आत्माको नाममा के बप्तिस्मा दियो भनेर हामीलाई भने भन्नुभएको कुरालाई हामी के गर्छौँ पालना गर्छौँ। त्यसै के मिसन एन्ड इभान्जलिजम हो। त्यसै परिचयको भाग अब हामी स्टडिङ अबाउट द गड होइन स्टडिङ अबाउट द गड विषयमा हेर्नेछौँ। यसलाई के भनिन्छ भने यसलाई चाहिँ थियोलोजिकल भाषामा होइन सैद्धान्तिक भाषामा प्रपर थियोलोजी अथवा थियोलोजी प्रपर पनि भनिन्छ। तपाईँले ध्यान दिनु होला। अनि यसलाई डक्ट्रिन अफ गड पनि भनिन्छ होइन। परमेश्वरको तपाईँले बिटिएस पढ्दैछु भन्नुहुन्छ नि यो अब बिटिएसको अर्थ यहाँ आउँछ होइन। टिएस भनेको चाहिँ थियोलोजी बिटिएस ब्याचलर इन थियोलोजी होइन। अनि थियोलोजी भनेको चाहिँ के हो परमेश्वरको बारेमा अध्ययन स्टडी अबाउट गड हो। थियोलोजी प्रपर भनिन्छ अर्थात् प्रपर थियोलोजी पनि यसलाई हामी भन्दछौँ। अब तपाईँलाई एउटा काम दिनु पर्यो के काम दिनु पर्यो भने हामीले धेरैपल्ट परमेश्वरको बारेमा सुनेका छौँ सोचेका छौँ तर म तपाईँ एउटा काम दिन चाहन्छु। एकछिन तपाईँले 1 मिनट 2 मिनटदेखि आँखा 1 मिनट पर 30 सेकेन्ड आँखा चिम्म गर्नुहोस् होइन। 30 सेकेन्ड आँखा चिम्म गर्नुहोस् अनि परमेश्वरको बारेमा सोच्नुहोस् ध्यान गर्नुहोस्। अनि जब तपाईँ परमेश्वरको बारेमा सोच्नुहुन्छ ध्यान गर्नुहुन्छ तपाईँले कस्तो कुरा देख्नुहुन्छ अथवा तपाईँको मनमा कस्तो खालको विचारहरू आउँदछन् है त। के गर्नेछौँ यस समयमा चाहिँ एकछिन सबैले आँखा चिम्म गर्नेछौँ होइन। आँखा चिम्म गर्नेछौँ अनि परमेश्वर अरू कुरा नसोच्दै दाल पाक्यो कि दालमा सिटी लाग्यो कि प्रेसर कुकरमा आगो पो लाग्दैछ कि भनेर नसोच्नुहोस् हो। एकदम ध्यान मग्न भएर परमेश्वरको बारेमा एकछिन सोच्नुहोस्। हामी के गर्नेछौँ 1 मिनट परमेश्वरको बारेमा सोच्नेछौँ आँखा चिम्म गरेर अनि त्यसपछि हामी फेरि म तपाईँलाई आँखा खोल्नुहोस् भन्छु अनि आँखा खोल्नुहोस् है त। हुन्छ धन्यवाद। आँखा खोल्न सक्नुहुन्छ। तपाईँले आँखा चिम्म गरेर परमेश्वरको बारेमा सोच्दै गर्दाखेरि तपाईँको मनमा कस्तो लाग्यो परमेश्वरको बारेमा सोच्दाखेरि तपाईँले अब अनम्युट गरेर आफ्नो एक्सपिरियन्स होइन तपाईँले अनुभव गर्नुभएको कुरा बताउन सक्नुहुन्छ। तपाईँले परमेश्वरको बारेमा ध्यान गर्दै गर्दाखेरि परमेश्वरको बारेमा सोच्दै गर्दाखेरि तपाईँले के देख्नुभयो तपाईँको मनमा कस्तो कुरा आयो। जस्तै मेरो विचारमा चाहिँ परमेश्वर सर्वोच्चका उच्च मालिक हुनुहुन्छ। धन्यवाद। अनि एउटा मात्रै भन्नुहोस् ल अरूले हाम्रो स्वास्थ्य चल्ने अरूलाई पनि भन्नुपर्छ त्यो। धन्यवाद। तपाईँले अझै तपाईँको मनमा धेरै कुरा आएको छ मलाई थाहा छ होइन। अरूले पनि भन्नुहोस्। म भन्ने चाहिँ एउटा संसारको मानिसहरूले चाहिँ धेरैवटा परमेश्वरलाई विश्वास अनि आस्था गरिरहेका छन् भने हामी ख्रीष्ट येशूमा विश्वास गर्नेहरूको चाहिँ एउटै परमेश्वर अनि उहाँ चाहिँ सार्वभौमिक हुनुहुन्छ।
सर्वभौम परमेश्वर। अर्कोले भन्नुहोस्, अरूले भन्नुहोस्। मलाई त त्यो ज्योतिको महसुस भयो, एकदम पुरै ठुलो ज्योति। ठुलो ज्योतिको महसुस गर्नुभयो? हजुर हुन्छ, हाम्रो प्रितम प्रितम होइन त अहिले बोल्ने? हजुर हजुर सर। हुन्छ, धन्यवाद। अर्कोले भन्नुहोस्। परमेश्वर चाहिँ परमेश्वर आदि र अन्तको परमेश्वर हुनुहुन्छ, सुरुबाटको परमेश्वर, सबै कुराभन्दा ज्येष्ठ अनि सबै कुराहरू माथि प्रभुत्व गर्ने परमेश्वर हुनुहुन्छ। धन्यवाद तपाईँलाई पनि। अनि पनि भन्नुहोस्। अनि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। सृष्टिकर्ता परमेश्वर हुन्छ, धन्यवाद। परमेश्वर चाहिँ पतित भएको एउटा मानिसलाई, परमेश्वर आज्ञा पनि तोड्ने मानिसलाई पनि पापी मानिसलाई प्रेम गर्न सक्ने प्रेम गर्ने परमेश्वर, धन्यवाद तपाईँलाई। अनुग्रही परमेश्वर। अनुग्रह परमेश्वर, धन्यवाद। भन्नुहोस्। Sir, God is a source of peace. गड इज सोर्स अफ पिस। परमेश्वर शान्तिको स्रोत हुनुहुन्छ, धन्यवाद। परमेश्वर म जस्तै मेरो प्रतिरूपमा हुनुहुन्छ। परमेश्वर म जस्तै मेरो प्रतिरूपमा हुनुहुन्छ। गड इज इन माई इमेज, होइन त? म जस्तै, म परमेश्वरको इमेजमा स्वरूपमा बनेको भने परमेश्वर म जस्तै हुनुपर्छ भन्ने। धन्यवाद। परमेश्वर चाहिँ प्रतिज्ञा पुरा गर्नुहुने परमेश्वर हुनुहुन्छ। परमेश्वर प्रतिज्ञा पुरा गर्ने परमेश्वर, धन्यवाद। धर्मी न्यायकर्ता हुनुहुन्छ। परमेश्वर धर्मी र न्यायकर्ता हुनुहुन्छ, धन्यवाद। भन्नुहोस् है, मैले पछि भन्न पाइनँ, मेरो मनमा कति कुरा खेलेको थियो। सरले मलाई भन्ने मौका दिनु भएन भन्नु होला। दिस इज द राइट टाइम हुन्छ नि। क्षमा दिनु सक्नुहुने परमेश्वर। क्षमा दिन सक्नुहुने परमेश्वर। परमेश्वरले चाहिँ संसारलाई यस्तो प्रेम गर्नुभयो। प्रेम गर्ने परमेश्वर, धन्यवाद। शक्तिशाली हुनुहुन्छ। शक्तिशाली परमेश्वर। बुवा हुनुहुन्छ। परमेश्वर पिता हुनुहुन्छ, बुवा हुनुहुन्छ, धन्यवाद। ल अब म 10 सेकेन्डमा दिन्छु। हजुर, पहिले चाहिँ उत्पत्ति 1 वर्षमा शून्यबाट अदृश्यबाट सबै कुरो वचनद्वारा दृश्यमा ल्याउनु हुने, अदृश्यबाट दृश्यमा ल्याउने परमेश्वर, धन्यवाद। God helps us in trouble. हजुर, हामीलाई के सङ्कष्ट पर्दा उद्धार गर्ने परमेश्वर, होइन त? भन्नुहोस्। अरूले पनि भन्न पाइन भने मन नदेखाउनु होला, त्यो भनिहाल्नुहोस्। मौका आउँछ पर्किँदैन, बगेको खोला फर्किँदैन भन्छ नि। सर्वज्ञानी परमेश्वर। सर्वज्ञानी परमेश्वर। हुन्छ, तपाईँहरूसँग अझै धेरै कुरा छ, मलाई थाहा छ। मनमा धेरै कुरा खेलेको छ। तपाईँले आँखा चिम्म गरेर तपाईँको मनमा धेरै कुरा खेल्यो, अनि तपाईँलाई कतिपल्ट के भनौँ पनि लागिरहेको छ, मलाई थाहा छ। तर जे भने पनि तपाईँले असल कुराहरू, राम्रो कुरा भन्नुभएको छ। Sir, हजुर, can we say our God, we can't say our God is formless, no? और गड इज फर्मलेस तपाईँ भन्न सक्नुहुन्छ, किनभने आत्माको कुनै स्वरूप हुँदैन, होइन? है त? म तपाईँले भनेको कुराहरूलाई फेरि अब यहाँ देखाइदिन चाहन्छु। देख्नु भएको छ है अहिले मैले देखाएको चित्र। वेन डु यु थिङ्क अबाउट गड, जब हामी परमेश्वरको बारेमा सोच्छौँ, वी क्यान नट इन्ट्रोड्युस गड ओन्ली वान वर्ड, होइन? एउटा मात्रै शब्दमा हामी परमेश्वरलाई के भन्छ के गर्न सक्दैनौँ, हामी उहाँको बयान गर्न सक्दैनौँ। हाम्रो परमेश्वरसँगको अनुभव, हाम्रो परमेश्वरसँगको प्रकाश विभिन्न तरिकाले हामी के गर्छौँ, परमेश्वरको बारेमा बताउँदैछौँ। जस्तै तपाईँहरूमध्ये कतिले परमेश्वरलाई पवित्र ज्योति भन्नुभएको छ, कसैले आत्मा भन्नुहुन्छ होला, कसैको मनमा आत्मा भन्ने कुरा थियो होला, कसैले परमेश्वर चाहिँ प्रोस्पेरिटी, होइन, हाम्रो जीवन समृद्ध हुँदै गएको परमेश्वर भन्नुहुन्छ कसैले परमेश्वर भनेको मिस्टिरियस पर्सन, उहाँको बारेमा हामी भन्नै सक्दैनौँ, उहाँ कस्तो हुन्छ फर्मलेस भन्ने कुरा आएको थियो अघि, होइन? मिस्टिरियस पर्सन। कसैले दयालु परमेश्वर हुनुहुन्छ, कसैले उहाँ चाहिँ जोय, होइन, उहाँ चाहिँ के हो, त्यो HOY होइन, जोय JOY जोय हो। कसैले उहाँ चाहिँ के हो,
हामीलाई आनन्द दिने परमेश्वर भन्छ। कसैले चाहिँ नेपालमा परमेश्वरको बारेमा अहिले पो तपाईँले क्रिस्चियन भएर तपाईँले क्रिस्चियन तरिका उत्तर दिनुभयो त होइन। त्यसलाई कतिले के भन्छ, फरेन कन्ट्री पनि भन्छ है। परमेश्वरमा विश्वास गऱ्यो भने के गर्न पाइन्छ, विदेश जान पाइन्छ, त्यो के विदेशी परमेश्वर पनि भन्छ। मैले तपाईँलाई यो सबै अरूले भनेको शब्दहरूलाई निकालेर यहाँ राखेको है, यी सबै शब्दहरू। कसैले अदृश्य परमेश्वर भन्छ होला, कसैले निको पार्ने परमेश्वर भन्छ होला, कसैले मुक्तिदाता परमेश्वर भन्छ होला, कसैले प्रेमिलो परमेश्वर भन्छ होला, कसैले अनन्त परमेश्वर भन्छ, कसैले अवतार पनि भन्छ होइन, इन्कार्नेसन अफ गड होइन, अवतार भएर आउने परमेश्वर भन्छ, कसैले अनुग्रही परमेश्वर भन्छ, कसैले आत्मिक परमेश्वर भन्छ, कसैले सर्वशक्तिमान परमेश्वर भन्छ, कसैले सर्वव्यापी परमेश्वर भन्छ। परमेश्वरलाई हामीले इन्ट्रोड्युस गराउने थुप्रै शब्दहरू छन्। देयर आर सो मेनी वर्ड्स होइन। परमेश्वरले हामी एउटै मात्र शब्दले परिचय गराउन सक्दैन। हामी सबैसँग परमेश्वरले छुट्टै तरिकाले इन्काउन्टर गर्नुभएको छ होइन। हाम्रो परमेश्वरसँगको भेट चाहिँ के हो, जम्का भेट चाहिँ फरक तरिकाले भएको छ। कसैले सुसमाचार सुनेर परमेश्वरलाई विश्वास गर्नुभयो होला, कसैले निको भएर परमेश्वरमा विश्वास गर्नुभयो होला, कसैले चर्चमा गएर गीत सुनेर भजन सुनेर आनन्द लागेर परमेश्वरलाई विश्वास गर्नुभयो होला। हामीसँग अर्थात् हामीले परमेश्वरलाई भेट्ने छुट्टै छुट्टै घटना होइन, घटनाहरू भयो होलान् र हामीले परमेश्वरलाई भेट्न सक्यौँ। र हामीले परमेश्वरलाई कसरी अरूसँग बताउँछौँ भन्दाखेरि हामीले आफूले गरेको अनुभव अनुसार होइन त। मैले जुन तरिकाले परमेश्वरको विषयमा अनुभव गरेँ त्यही तरिकाले अरूले पनि अनुभव गर्नै पर्छ भनेर भन्न मिल्दैन। फरक फरक तरिकाले हाम्रो भेट, हाम्रो जम्का भेट परमेश्वरसँग भएको छ होइन। अब डेफिनेसन अफ स्टडी अफ गड्स नेचर, थियोलोजी होइन। थियोलोजी भनेको के हो भने परमेश्वरको नेचरको बारेमा, उहाँको स्वभावको बारेमा अध्ययन गर्नु हो, परमेश्वरको चरित्रको बारेमा अध्ययन गर्नु हो, र परमेश्वरको कामको बारेमा के हो, अध्ययन गर्नु हो। जब हामी थियोलोजीको कुरा गर्छौँ त्यहाँ परमेश्वरको स्वभावको कुरा आउँछ, परमेश्वरको चरित्रको कुरा आउँछ, अनि परमेश्वरको कामको कुरा आउँछ। अनि थियोलोजी पढ्न किन इम्पोर्टेन्ट छ भन्दाखेरि, वाइ इट इज इम्पोर्टेन्ट टु स्टडी थियोलोजी भन्दाखेरि राइट अन्डरस्ट्यान्डिङ अफ गड्स सेप्स क्रिस्चियन फेथ होइन। परमेश्वरले हाम्रो जीवनमा चाहनु भएको हाम्रो विश्वासको सेप कस्तो हुनुपर्छ भन्ने कुरालाई बुझ्नको लागि हामीले थियोलोजी पढ्नु आवश्यक छ। विश्वासलाई होइन, विश्वासलाई असल तरिकाले आर्टिकुलेट भन्छ नि, एउटा शब्द आर्टिकुलेट होइन, टु आर्टिकुलेट आवर फेथ होइन। हाम्रो विश्वासलाई सही तरिकाले एउटा 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 तपाईँले क्याम्पस क्रुसेड फर क्राइस्टको चित्र देख्नुहुन्छ नि, सुनियोजित जीवन भनेर देख्नु भएको छ है। सुनियोजित जीवन र छरपष्ट भएको जीवन भन्ने चित्र देखाउँछ। अनि तपाईँलाई कुन चाहिँ चित्र मनपर्छ हामी सोध्छौँ प्रायः प्रायः। अनि मान्छेले प्रायः के भन्छ, मलाई त यो सुनियोजित जीवन भएको चित्र मनपर्छ भन्छ नि। तपाईँ यस्तो जीवन पाउनु चाहनुहुन्छ भने तपाईँ मसँग प्रार्थना गर्न सक्नुहुन्छ भन्छन्। अनि तपाईँले के गर्नुहुन्छ, प्रार्थना गराउनुहुन्छ। त्यो सबैले आफ्नो जीवन चाहिँ आर्टिकुलेट भन्छ नि होइन, आफ्नो जीवन चाहिँ सबै तरिकाले एउटा सुनियोजित ढङ्गबाट बनेको हरेक व्यक्तिले चाहन्छ। अनि हाम्रो विश्वासलाई सुनियोजित ढङ्गले बनाउनको लागि, अनि परमेश्वरको आराधना सही तरिकाले गर्नको लागि, र हाम्रो जीवन सही तरिकाले परमेश्वरको इच्छा योजना अनुसार जिउनको लागि हामीलाई यो थियोलोजिकल स्टडी भन्छ नि होइन, यो परमेश्वरको धर्मशास्त्र ईश्वर शास्त्रको बारेमा अध्ययन गर्नु एकदमै महत्त्वपूर्ण छ। कसैले जर्मिया च्याप्टर 9 verse 23 and 24, एर्मिया 9 को 23 र 24 पद पढिदिनुहोस् त। एर्मिया 9 को 23 र 24। हुन्छ, म पढ्छु 23 र 24। परमप्रभु यसो भन्नुहुन्छ, बुद्धिमान मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्। तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्,
म परमप्रभुलाई जान्दछु र चिन्दछु र उहाँ त्यही परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ, किनभने यिनैमा म प्रसन्न हुन्छु, परमप्रभु भन्नुहुन्छ। आमेन। हामीले बाइबलले के भन्छ? धनमा होइन, बुद्धिमा होइन, ज्ञानमा होइन, तर हामीले परमप्रभुमा घमण्ड गर्नुपर्छ भनेको छौँ होइन त। र परमप्रभुमा घमण्ड गर्नको लागि हामीले के हो, यो थियोलोजी भनेको के हो त्यसलाई सही तरिकाले बुझेको हुनुपर्छ, जसले हाम्रो परमेश्वरप्रतिको विश्वास, क्रिस्चियन जीवनको विश्वासलाई के हो सही र सुनियोजित ढङ्गबाट सेप मिलाउनको लागि, त्यसलाई मिलाउनको लागि के हो सहायता गर्न सक्छ। अब रिलेसन बिट्विन गड एन्ड ह्युमन बिङ्स, मानिस र परमेश्वरको बिचमा के सम्बन्ध छ त भनेको हामीले परमेश्वर जहिले पनि पवित्र हुनुहुन्छ, गड इज अलवेज होली गड होइन। हामीले हेरिसक्यौँ कि मानिसले पाप गरेको कारणले गर्दाखेरि मानिस परमेश्वरसँग पुग्न सक्दैन। यो जुन एरो छ यहाँनिर, जुन बाण धनुकाँड हानिएको छ, त्यो चाहिँ के हो, मानिसले परमेश्वरसँग तोडिएको सम्बन्धलाई जोड्नको लागि गरेका विभिन्न प्रयासहरू हुन्। एफोर्ट अफ ह्युमन बिङ्स भन्छ नि, दान होइन, धर्म, कर्म, पुण्य, तीर्थ, व्रत, सबै कुराहरू गरेर मानिस के गर्न चाहन्छ, परमेश्वरसम्म पुग्न चाहन्छ हो। when human being they committed sin, they were separated from God, but still their heart was always seeking God. पतित भएको मानिसले जहिले पनि परमेश्वरसँग पुग्ने प्रयत्न चाहिँ गरिरह्यो, but it was impossible because God has already sent them out from the Garden of Eden होइन। परमेश्वरसँग सम्बन्ध राख्ने ठाउँ चाहिँ अदनको बगैँचा थियो, त्यहाँबाट लखेटिदिनु भएको कारणले गर्दाखेरि अब मानिस चाहिँ के हो, आफ्नो दान, धर्म, कर्म, पुण्य, तीर्थ, व्रत आदिले परमेश्वरसम्म पुग्न नसक्ने अवस्थामा पुगेको थियो होइन। इट्स कल्ड ह्युमन एफर्ट। मानिसको आफ्नै तौर तरिकाहरू, परमेश्वर होइन पवित्र हुनुहुन्छ, मानिस पापले भरिपूर्ण छ, तर मानिस आफ्नो तरिकाले कहिले पनि परमेश्वरसँग पुग्न सकेन। अनि मानिस परमेश्वरसँग पुग्न नसकेको कारणले गर्दाखेरि पवित्र परमेश्वरसँग पुग्नको लागि होइन येशू ख्रिस्ट होइन, येशू ख्रिस्ट चाहिँ के हो, पवित्र पापी मानिस र पवित्र परमेश्वरको बिचमा के बनिदिनु भयो, सागु बनेर आइदिनु भयो भन्छ नि, पुल बनेर आइदिनु भयो हेर्नुहोस् त। अब के भएको छ यो दोस्रो चित्रमा, अब पापी मानिस र पवित्र परमेश्वरको बिचमा जुन डिस्टेन्स होइन, जुन दूरी कायम भएको थियो, त्यो दूरीलाई के गरिदिएको छ यहाँनिर, क्रुसले जोडिदिएको छ होइन। अब परमेश्वरसम्म पुग्ने एउटै मात्र बाटो चाहिँ कुन हुन्छ, येशू ख्रिस्ट। यूहन्ना 14:6 होइन त, John chapter 14 verse 6, Jesus said that I am the truth and way and life होइन। I am the way, truth and life, बाटो, सत्य र जीवन म नै हुँ, अनि म बाहेक अरू कसैबाट तिमीहरू पिता कहाँ पुग्न सक्दैनौ। हेर्नुहोस् त, येशू चाहिँ सागु बनेर आउनुभयो, गड्स प्रोभिजन फर द ह्युमन साल्भेसन हुन्छ नि। यतापट्टि ह्युमन एफोर्ट बट दे कुडन्ट रिच टु गड, बट हियर गड्स प्रोभिजन फर ह्युमन साल्भेसन भनेको परमेश्वरले उहाँको पुत्रद्वारा के हो, परमेश्वर पवित्र परमेश्वरसम्म पुग्ने बाटो निर्माण गरिदिनु भयो, पुल निर्माण गरिदिनु भयो। त्यो पुल चाहिँ कोही नभएर येशू ख्रिस्ट हुनुहुन्छ भनेर त्यो मानिस र परमेश्वरको बिचको सम्बन्ध देखाएको छ। निरा भत्किएको पुल होइन, भत्किएको सम्बन्धलाई के हो, ख्रिस्ट येशूले क्रुसमा चढेर जोडिदिनुको कुरा चाहिँ हामी यो चित्रबाट देख्छौँ। ह्युम्यानको विषयमा हेर्छौँ भने होइन, म्यान सिन अगेन्स्ट गड, मानिसले रोमी 5:14 अनुसार चाहिँ मानिसले के गर्यो, परमेश्वरको विरुद्धमा पाप गर्यो। परमेश्वरको विरुद्धमा पाप गरेको कारणले गर्दाखेरि रोमीको पुस्तक 3:23 अनुसार मानिस परमेश्वरबाट के हो, पवित्र परमेश्वरबाट अलग भयो। अनि द पर्पज अफ ह्युमन क्रिएसन वाज
तपाईँ र मलाई अर्थात् मानव जातिलाई परमेश्वरले सृष्टि गर्नुको कारण चाहिँ टु बी विथ गड एन्ड वर्सिप हिम इभन दो दे वर अनवर्दी। उनीहरू के अरे अयोग्य भए तापनि तिनीहरूले निरन्तर परमेश्वरको आराधना गरून्, होइन, परमेश्वरको प्रशंसा गरून् भनेर परमेश्वरले सृष्टि गर्नुभएको हो। दे ट्राई डिफ्रेन्ट वेज टु रिच गड, होइन। उनीहरू चाहिँ परमेश्वरको प्रशंसा गर्न, परमेश्वरको आराधना गर्नको लागि सृष्टि गरिएको भएको कारणले गर्दाखेरि उनीहरूले विभिन्न के गरे बाटोहरू अपनाए, जसमा के हो अन्डर द रिलिजनको नाममा, होइन, विभिन्न किसिमको काम गरे, च्यारिटीको काम गरे, नैतिक जीवन जिए होला, असल व्यक्तिहरू बन्न प्रयत्न गरे होला, मानिसको आवश्यकतालाई के अरे भेटिदिए होला। तर यी सबै कुराले के हो उनीहरूलाई परमेश्वरको स्ट्यान्डर्ड भन्छ नि, परमेश्वरको मार्गसम्म पुर्याउन सकेन भन्छ। यो चित्रमा के देख्नु तपाईँले? अब बोल्ने पाला आएको छ। यो चित्रमा के देख्नुहुन्छ? One person is एक helping तान्दै one. गयो। मानिसले एउटा मान्छे चाहिँ हिलोमा अथवा दबदबमा, होइन, फँसेको छ, अर्को मान्छे के गरेछ? तान्दैछ। यदि यो मान्छेले आफै निस्किने प्रयास गर्यो भने के हुन्छ होला भन्नुहोस् त? कसैले तानेन भने यो दलदले भन्छ नि, दलदले सुन्नु भएको है, अङ्ग्रेजीमा माइरिकले भन्छ, होइन। यो चाहिँ के हो, क्विक स्यान्ड पनि हुन्छ, क्विक स्यान्ड अङ्ग्रेजीमा, होइन। यो क्विक स्यान्डमा फँसेको मान्छे, यो दलदलले फँसेको मान्छे जति धेरै चल्छ, जति धेरै आफूले बचाउने प्रयास गर्छ, उति के हुन्छ? त्यो दब्दै जान्छ। ऊ आफैले कहिले पनि बचाउन सक्दैन र उसलाई बचाउनको लागि अवश्य पनि के हो अर्को बाह्य शक्ति भन्छ नि, बाह्य व्यक्ति र बाह्य शक्तिको आवश्यकता पर्छ। अनि मानिस पनि के हो पापको दलदलमा फँसेको थियो, बाइबल भन्छ नि, होइन। मानिस पनि पापको दलदलमा फँसेको थियो र मानिसले आफूलाई बचाउने धेरै प्रयत्न गर्यो, तर के हो ऊ झन्झन फस्दै गयो र मानिसले आफूले बचाउन सक्ने कुनै पनि उपाय नभएपछि परमेश्वरले के हो आफ्नो पुत्र यस संसारमा हामीलाई हाम्रो हात समातेर तान्नको लागि पठाउनु भयो, पापको दलदलदेखि हामीलाई बचाउनको लागि। Attempting to enter the kingdom of God through religious rituals and charity is like a man stuck in the swamp who only sink deeper with each effort. He needs external help to escape. Similarly, God is always ready to help us in our difficulties. तैले आफ्नो सङ्कष्टको दिनमा मलाई पुकार, म तँलाई छुटाउने छु, तैले मेरो महिमा गर्नेछस् भनेर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। But we never called him, हैन, we never called him. हामी उहाँलाई कहिले पनि पुकार्दैनौँ, तर हामी आफै ती सबै कुरालाई सुल्झाउने के गर्छौँ? प्रयत्न गर्छौँ। Jesus served as a bridge over this metaphor. हामीले अघि चित्रमा के हो मेटाफोरिकल स्वाम, होइन। त्यहाँनिर चित्रमा चाहिँ के देख्छ हामी? एउटा मानिस दलदलमा डुबेको थियो र त्यहाँनिर तान्दै गरेको मानिसले के देखाउँछ? येशू ख्रीष्टको चित्र देखाउँदछ। Who was lifting us from the miry clay and setting us on solid ground. हामी गीत गाउँछ नि, उहाँले मलाई सत्यनाशको खाडल र दलदले हिलोबाट तानेर निकाल्नु भयो, हैन। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नु भयो, हैन त। हैन, उहाँले चाहिँ के गर्नुभयो? मेरो खुट्टालाई त्यो दलदल हिलोबाट तानेर के भयो? चट्टानमाथि बसाल्नु भयो। अनि त्यो चट्टान चाहिँ कोही नभएको हो, जिजस हुनुहुन्छ, हैन। Jesus Christ is that rock. We can only reach God through His grace. Ephesians 2, chapter 2, verse 8 and 9. As human effort alone, regardless on their virtue
and ultimately insufficient. मानिसको आफ्नै प्रयासले कहिले पनि परमेश्वरसँग पुग्न सक्दैन। अनि रोमन क्याथोलिकसँग हैन मार्टिन लुथरले हैन थीसिस लेखेर छुटुको कारण पनि त्यही हो। 96 थीसिस लेखेर मानिस चाहिँ के हो, उनीहरू चाहिँ असल काम गर्नुपर्छ मुक्ति पाउनको लागि। तर के हो, कामले होइन। we receive the salvation by grace through faith, हैन त? हामीले विश्वासैद्वारा, कामले होइन, विश्वासैद्वारा हामीले के प्राप्त गरेका छौँ? मुक्ति प्राप्त गरेका छौँ, कामले होइन। यदि कामले मुक्ति प्राप्त गर्ने हो भने परमेश्वर तपाईँले के गर्नुभयो र मैले यस्तो गरेको थिएँ भने मैले मुक्ति प्राप्त गरेँ, हामी के गर्छौँ? घमण्ड गर्छौँ। तर मुक्ति पाएका मानिसले असल काम गर्नुपर्छ। हामीले मुक्तिको लागि काम गर्ने होइन, तर मुक्ति पाएका मानिसहरू के गर्छन्? असल काम गर्छन् र गर्नुपर्छ। र हामी जब पढ्छौँ त्यहाँ ओल्ड टेस्टामेन्टमा अब हामी के गर्छौँ? नेम अफ द गड, पुरानो नेममा चाहिँ परमेश्वरको नामलाई यसरी भनिएको छ। हामी परमेश्वरको नामलाई प्राइमरी नेम पनि भन्छौँ हैन, प्राथमिक नेम। तपाईँले कहिले काहीँ भन्नुहुन्छ एल एला एलोहिम भन्छ। परमेश्वरको नाम चाहिँ के रहेछ? एल पनि भन्छ, एल्हा पनि भन्छ, एलोहिम पनि भन्छ। एल एला एलोहिम भनेको अर्थ चाहिँ परमेश्वर, परमप्रभु हैन, परमेश्वर भन्ने जनाउँछ। अर्को शब्द चाहिँ जेहोवा, गीत गाउनु छ नि, यहोवा भन्ने नेपाली भनेको छ। यहोवा भन्ने शब्द त्यसको अर्थ चाहिँ हैन प्रभु र परमेश्वर। अब नेपालीमा चाहिँ शब्दको अर्थ उस्तै देखिन्छ, तर अङ्ग्रेजीमा हेर्नुहुन्छ भने अङ्ग्रेजीमा के गरिएको छ भने एउटा गड चाहिँ स्मल गड लेखेको छ हैन, अगाडिको जी क्यापिटल छ, स्मल छ। अनि अर्को परमेश्वरमा चाहिँ के छ? सबै क्यापिटल छ है। अनि यो तपाईँले बाइबल अङ्ग्रेजी बाइबलमा जिओडी गड यसरी लेखेर देख्नुभयो। जिओडी जी चाहिँ क्यापिटल अरू स्मल लेखेर दिनु, त्यो चाहिँ एल एला एलोहिम भन्ने शब्दबाट अनुवाद गरिएको हो। बुझ्नुहुन्छ भने यो सबै शब्द चाहिँ एलओआरडी र जिओडी गड चाहिँ क्यापिटलले लेखेको छ भने त्यो शब्द चाहिँ जेहोवा भन्ने शब्दको अनुवाद हो भनेर बुझ्नुपर्ने हुन्छ। कुरा बुझ्नुभयो? कुरा बुझ्नुभयो? अर्को शब्द चाहिँ अदोनाई भन्ने शब्द हो हैन। अदोनाई शब्द तपाईँले सुन्नुभएको, सबैले सुन्नुभएको छ। अदोनाई भन्ने शब्दको अर्थ चाहिँ ट्रान्सलेट एज लर्ड, प्रभु, मालिक हैन। यसको अर्थ लर्डको अर्थ प्रभु, मालिक भनेर हामी बुझ्दछौँ। अब अर्को चाहिँ कम्पाउन्ड विथ एल भन्छ। अघि तपाईँले एल मात्र हेऱ्यौँ, एला मात्र हेऱ्यौँ, एलोहिम मात्र हेऱ्यौँ भने अब एलसँग जोडिएका नामहरू पनि छन्। हामी के भन्छौँ? एल सादाई, एल सादाई भन्ने नाम पनि छ, जसको अर्थ के हुन्छ भने अलमाइटी गड। उत्पत्तिको पुस्तक 17 अध्यायको 1 पद अनुसार चाहिँ उहाँको नाम के भनेको? एल सादाई हैन, सर्वशक्तिमान परमेश्वर भनेर भनिएको हो। अर्को एल जोडेको शब्द चाहिँ एल एलोन, एल एलियन हैन। एल एलियन शब्दको अर्थ चाहिँ मोस्ट हाई गड भनेको हैन, उच्च परमेश्वर, अति उच्च परमेश्वर हैन। उत्पत्तिको पुस्तक 14 अध्यायको 18 पद अनुसार। अनि अर्को शब्द एल ओलाम भन्ने शब्द प्रयोग गरेको छ, जसलाई चाहिँ के हो? एभरलास्टिङ गड, अनन्त परमेश्वर भनेर अनुवाद गरेको छ। यो चाहिँ जेनेसिस उत्पत्तिको पुस्तक 21 अध्यायको 33 पदबाट लिएको छ। यिनीवटा शब्द एल सदाई, एल एलियन, एल ओलाम हैन। अर्थ चाहिँ अलमाइटी गड, सर्वशक्तिमान परमेश्वर, मोस्ट हाई गड, अति उच्च परमेश्वर, एभरलास्टिङ गड, अनन्त परमेश्वर। अर्को शब्द के प्रयोग गरे? एल एला एलोहिम भने परमेश्वरको नामलाई हामी हेर्छौँ भने त्यो नाममा चाहिँ हैन अर्को नाम पनि छ, कम्पाउन्ड नेम भन्छ यसलाई। एल एला एलोहिमलाई चाहिँ हो अर्को जेहोवा जिरे सुन्नुहुन्छ हैन। उत्पत्तिको पुस्तक 22 अध्यायको 14 पद अनुसार चाहिँ के हो? जब अब्राहमले इसहाकलाई बलि चढाउनु पर्ने ठाउँमा के गर्नुभयो? परमेश्वरले एउटा भेडा जुटाउनु भयो। अनि त्यहाँदेखि के हुन आयो?
उहाँको नाम चाहिँ जेहोवा, जुटाउने परमेश्वर। जेहोवाजीले के अरे जुटाउने परमेश्वर। द लर्ड विल प्रोभाइड, होइन, द लर्ड विल प्रोभाइड भने मलाई भन्यो भने अर्को जेहोवा राफा, होइन, जसले निको पार्नुहुन्छ, निको पार्ने परमेश्वर। प्रस्थानको पुस्तक 15 अध्यायको 26 पद अनुसार चाहिँ उहाँलाई के भन्यो, जेहोवा राफा। हिब्रू शब्द हो जेहोवा राफा, जसको अर्थ चाहिँ निको पार्ने परमेश्वर। इजरायलमा उनीहरूलाई सजिलै छ होला, जेहोवा राफा सुन्नुभएको छ होला। अर्को शब्द जेहोवा निस्सी, होइन, द लर्ड इज आवर ब्यानर, परमेश्वर झन्डा हुनुहुन्छ, विजयीको झन्डा हुनुहुन्छ। प्रस्थानको पुस्तक 17 अध्यायको 15 पदमा जब परमेश्वर विजय दिनुभयो तब के हो, उनीहरूले परमेश्वरलाई विजयको परमेश्वर भनेर भन्ने मौका पायो। भने अर्को जेहोवा शालोम, द लर्ड आवर पिस, द लर्ड इज आवर पिस, परमेश्वर हाम्रो शान्ति हुनुहुन्छ। न्यायकर्ता 6 अध्यायको 24 पद, जजेस च्याप्टर 6 verse 24, जेहोवा शालोम, परमेश्वर हाम्रो शान्ति हुनुहुन्छ। जेहोवा रा, होइन, द लर्ड इज माई शेपर्ड, परमेश्वर मेरो गोठालो हुनुहुन्छ। भजन सङ्ग्रह 23:1, मलाई केही कुराको खाँचो छैन। जेहोवा जिखेनु, होइन, कसैले तिस्किनु पनि भन्छ, त्यो तिस्किनु भन्छ त्यो होइन, जेहोवा सित्केनु पनि भन्छ कसैले, होइन, जेहोवा सित्केनु, द लर्ड आवर राइचियसनेस, परमेश्वर हाम्रो धार्मिकता हुनुहुन्छ। जेरेमाया च्याप्टर 23 verse 6, हामी हाम्रो आफ्नै धार्मिकताले धर्मी ठहरिएका होइनौँ, तर तपाईँ र मलाई धर्मी ठहराउने परमेश्वरको धार्मिकताको कारणले गर्दाखेरि we are righteous because our Lord is righteous. जेहोवा शामा, परमेश्वरको नाम लेखेर परमेश्वर हो, द लर्ड इज प्रेजेन्स, होइन, परमेश्वर उपस्थित हुनुहुन्छ। He is with us भन्छ नि। इजिकल च्याप्टर 48 verse 35, इजिकलको पुस्तक 48 को 35 पद अनुसार परमेश्वर हाम्रो बिचमा हुनुहुन्छ। द लर्ड इज प्रेजेन्स, हामीसँग हुनुहुन्छ। अडोनाई ट्रान्सलेटेड एज अ लर्ड एन्ड मिनिङ इज ही इज इन अथोरिटी, होइन, अडोनाईको अर्थ परमप्रभु हो। अडोनाईको अर्थ यसलाई अर्को शब्द चाहिँ मालिक पनि भनिन्छ। मालिक भन्नुको अर्थ चाहिँ उहाँ चाहिँ के अधिकार, उहाँ अधिकारमा हुनुहुन्छ, उहाँले अधिकार गर्नुहुन्छ, मेरो जीवनको मालिक उहाँ हुनुहुन्छ भन्छौँ नि। सारा सृष्टिको मालिक तपाईँलाई गीत गाउँछ नि, होइन, सारा सृष्टिको मालिक, सारा सृष्टिको रक्षक तपाईँलाई, उहाँ सारा सृष्टिको मालिक हुनुहुन्छ, उहाँ मेरो पनि मालिक हुनुहुन्छ नि त। यस अर नट, उहाँ मेरो पनि मालिक हुनुहुन्छ। एन्ड युज्ड इन रिलेसन टु म्यान एन्ड अथोरिटी, किङ एन्ड गड, होइन, उहाँ चाहिँ मानिसको पनि मालिक हुनुहुन्छ, उहाँ अधिकारीको पनि मालिक हुनुहुन्छ, उहाँ राजाहरूको पनि मालिक हुनुहुन्छ। उहाँ चाहिँ परमप्रभु परमेश्वर हुनुहुन्छ, अदोनाई परमेश्वर। अब हामी परमेश्वरको अस्तित्वको बारेमा हेर्छौँ। अनि परमेश्वर हुनुहुन्छ, परमेश्वर देखा पर हुन्छ भन्ने कुरा। कसैले भन्छ त परमेश्वर, तैँले परमेश्वर विश्वास गरेको भने तेरो परमेश्वर देखा त म विश्वास गर्छु भन्ने नि कसैले। कसैले भन्न चाहेसम्म तेरो परमेश्वर देखा नि त कसैले भने तपाईँलाई, म पनि विश्वास गर्छु भनेको छ मलाई चाहिँ, भनेको धेरै छ, तर्क गरेका छन्। तेरो परमेश्वर देखा नि त, म पनि विश्वास, अनि म पनि विश्वास गर्छु भन्छन्, होइन मान्छेले। Somebody told me, my friend's father in India, he said that your God understand only English. Then that I had no answer that time. हाम्रो परमेश्वरले अङ्ग्रेजी मात्र होइन, हुन्छ सञ्जय भाइले भिडियो अफ गर्छु भन्नुभयो, ठिकै छ। हाम्रो परमेश्वर सारा संसारको मालिक हुनुहुन्छ। हि अन्डरस्ट्यान्ड एभ्री ल्याङ्ग्वेज वाट वी डोन्ट अन्डरस्ट्यान्ड, होइन। उहाँ इजरायलको मात्रै परमेश्वर भए उहाँले हिब्रू मात्रै बुझ्नुहुन्थ्यो होला,
उहाँ अमेरिकनको मात्रै परमेश्वर उहाँले अमेरिकन इङ्ग्लिस मात्रै बुझ्नुहुन्थ्यो होला, किनभने अमेरिकन इङ्ग्लिस र ब्रिटिस इङ्ग्लिस फरक छ होइन। अब नेपालमा पनि कि त उहाँले नेपाली भाषा बोलेको मात्रै बुझ्नुपर्ने हुन्थ्यो, तर हाम्रो परमेश्वर चाहिँ होइन उहाँ चाहिँ सार्वभौमिक परमेश्वर, अघि भन्नु पनि उहाँले नबुझ्ने कुनै भाषै छैन क्या होइन। हामी उहाँद्वारा सृष्टि गरिएका हौँ भने परमेश्वरले नबुझ्ने कुनै भाषा छैन। तपाईँलाई किन तपाईँको परमेश्वरले इङ्ग्लिस मात्रै बुझ्नुहुन्छ भनेर सोधेर प्रश्न गऱ्यो भने, किनभने इङ्ग्लिस चाहिँ बोलीचालीको भाषा थियो, मेरो तर्क है तपाईँलाई। अनि हामी अब बाइबल कलेजमा इङ्ग्लिसमा मात्रै पढ्छौँ, किनभने हाम्रो स्रोत र साधन छैन वास्तवमा परमेश्वरको बारेमा अध्ययन गर्नको लागि। वी डोन्ट ह्याभ इनफ सोर्सेस। अहिले पनि नेपालमा बिटिएस डिग्री अफर गर्नको लागि हामीलाई चाहिने स्रोत नेपालीमा छैन, अङ्ग्रेजीमा मात्रै छ। त्यही भएर हामीले के हो कनी अङ्ग्रेजी पढी नेपालीमा पढाउनु पर्ने हुन्छ होइन। परमेश्वरले नेपाली नबुझेर त होइन, परमेश्वरले नेपाली नबुझेर अङ्ग्रेजीमा पढाउनु पर्ने कारण त होइन। तर हामीले चाहिँ परमेश्वरको बारेमा नबुझेर चाहिँ हामीलाई अङ्ग्रेजीमा पढ्नुपर्ने कारण हो। द्याट्स नट गड्स प्रब्लम, द्याट्स आवर प्रब्लम होइन। द्याट्स नट हजुर। And some people say like non-Christian people like Hindu, they always tend to say that सबै कुरा एउटै हो। जस्तो रविन्द्रनाथ ट्यागोरले के अरे रिलिजनको एसेन्स डिफ्रेन्ट हो तर पुग्ने बाटो डिफ्रेन्ट हो, एउटै हो। जस्तो पानी डिफ्रेन्ट सोर्समा पाइन्छ, सागरको रूपमा होइन, महासागरको रूपमा, त्यस्तै गरी तर्क गर्नुहुन्छ। एन्ड दे से द्याट सबै एउटै हो, एउटै तपाईँहरूको जस्तो भनेको छ त्यस्तै हाम्रो पनि, जस्तो योनाले माछाले निलेको थियो भन्ने कुरा हाम्रो पनि हुन्छ। धन्यवाद तपाईँलाई, मैले तपाईँको आशय बुझेँ होइन। अब हामीले उहाँहरूसँग वाद विवाद गरेर लडेर हामी केही गर्न सक्ने अवस्थामा छैन, हामी गर्दैनौँ पनि। हामीलाई परमेश्वरले त्यो गर्नको लागि एउटा अब यसलाई मिसियोलोजिकली हेर्ने हो भने के भन्छ भने, इफ वी विन द आर्गुमेन्ट बट इफ वी लस वान सोल वाट इज द बेनिफिट भन्छ क्या। हो मैले भनेको त्यो नेपाली भन्छु, यदि मैले तर्क जितेँ तर मैले एउटा आत्मा गुमाएँ भने मैले जितेको तर्कले मलाई के फाइदा भएर। तर यदि मैले एउटा तर्क हारेर मैले त्यो मानिसलाई बचाउन सफल भयो भने त्यो नै के हो, हाम्रो लागि ठुलो उपलब्धि हो होइन। अब कहिलेकाहीँ हामी के भन्छौँ भने ठिकै छ, एउटा घरमा धेरै ढोकाहरू हुन्छन् नि त, एउटा घरमा धेरै ढोकाहरू हुन्छन्, तर त्यो घरभित्र पस्ने मूल गेट त एउटा मात्र हुन्छ होइन। कतिवटा कुराहरू दिन सकिन्छ। अनि अब मैले तपाईँलाई अघि कसैले तपाईँलाई परमेश्वर देखा भनेको छ, सोधौँ तपाईँले देखा भन्नुभएको छ भन्नुभयो। सबभन्दा सुसमाचार सुनाउन गाह्रो भन्ने ठाउँ चाहिँ तपाईँलाई थाहा छ, इन्डियाको हरियाणा भन्ने प्रान्तमा हो होइन त, इन्डियाको हरियाणामा गुडगाउँ, त्यहाँ चाहिँ अब महाभारतको उदय भएको ठाउँ, कुरुक्षेत्र भएको ठाउँ थियो। एकजना हाम्रो साथीले एउटा उदाहरण भन्नुहुन्थ्यो, उहाँहरू चाहिँ सुसमाचार प्रचारमा जानुभएको, अनि त्यहाँनिर एकदम डिस्कसन पऱ्यो अरे। अनि यस्तो एउटा प्रश्न गरे, ल ठिक छ, म तेरो ईश्वरलाई विश्वास गर्न तयार, तेरो भगवान्लाई, तेरो ईश्वरलाई, तेरो परमेश्वरलाई विश्वास गर्न तयार छु, तर मलाई तेरो परमेश्वर देखा भनेर च्यालेन्ज गर्नुभएछ। अब के गर्ने होइन। उहाँले अब प्रार्थना गर्नुभयो, परमेश्वर अब म तपाईँलाई कसरी देखाऊँ त्यो मान्छेलाई भनेर। अनि उहाँलाई परमेश्वरले फट एउटा आइडिया दिनुभएछ, ठिक छ, म तपाईँलाई मेरो परमेश्वर देखाउँछु, तर त्योभन्दा एउटा शर्त राख्न चाहन्छु भनेर। अनि के शर्त? तपाईँले त्यो सूर्यलाई 2 मिनट हेर्न सक्नुहुन्छ सिधा, तपाईँको आँखा, नाङ्गो आँखाले। तपाईँले यदि नाङ्गो आँखाले सूर्यलाई 2-3 मिनटसम्म हेर्न सक्नुभयो भने म तपाईँलाई परमेश्वर देखाउँछु भन्नुभएको छ।
ल भन्नुहोस् त अब सूर्यलाई कसैले नाङ्गा आँखा हेर्न सक्छ 2 मिनटसम्म होइन अनि त्यो मान्छे अनि त्यसले भन्छ म सक्दिनँ भन्छ अनि उहाँले के भन्नुभएको छ नि तैँले परमेश्वरले सृष्टि गरेको सृष्टिलाई त 2 मिनटसम्म हेर्न सक्दैनस् भने नाङ्गा आँखा हेर्न सक्दैनस् भने त सृष्टिकर्ता परमेश्वर कसरी नाङ्गा आँखाले देख्न सक्छस् भनेर उहाँले तर्क गर्नुभएछ अरे मैले तल अघि नै भने हाम्रो तर्क चाहिँ महत्त्वपूर्ण होइन तर के हाम्रो लागि के हो वान सोल इज भेरी इम्पोर्टेन्ट होइन टु विन द होइन तर्क जित्नु ठुलो कुरो होइन टु विन द आर्गुमेन्ट इज नट ग्रेट थिङ्स बट टु विन द सोल इज ग्रेट थिङ्स तर पनि अब कतिवटा कुरामा हामीले तर्क गर्नुपर्ने पनि अवस्था आउन सक्छ अब हामी फेरि अगाडि बढौँ त्यो कुराहरू आइरहन्छन् हामी कुरा गरिरहन्छौँ हामीले एक्जिस्टेन्स अफ गडको विषयमा हेर्दै थियौँ नि त परमेश्वरको अस्तित्वको विषयमा हामी हेर्दै थियौँ बिब्लिकल एभिडेन्स भन्छ बाइबलीय प्रमाण चाहिँ के हो इन द बिगिनिङ होइन गड क्रिएटेड हेभन्स एन्ड अर्थ भनेको छ बाइबलले के भन्छ आदिमा परमेश्वरले के हो स्वर्ग र पृथ्वी सृष्टि गर्नुभयो भन्ने शब्द प्रयोग गर्नुभएको छ परमेश्वर हुनुहुन्छ उहाँ हुनुहुन्थ्यो र उहाँले सृष्टि गर्नुभयो भन्ने कुरा हामी यहाँबाट के हो देख्न सक्छौँ अर्को हिब्रू 11 6ले के भन्छ पढ्नुहोस् त हिब्रू 11 6 हिब्रू 11:6 विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ अब परमेश्वरको अस्तित्व छ भन्ने कुरामा के गर्नुपर्छ रे विश्वास गर्नुपर्छ विश्वास गर्ने भन्दा कामै छैन होइन एभिडेन्स अफ गड त्यो पनि हो विश्वास हो अनि इनर विटनेस तपाईँको आफ्नै मनले पनि के भन्छ परमेश्वर छ भन्ने कुरा भन्छ त्यही भएर त दुःख पर्दा ए भगवान भन्नुहुन्छ हे ईश्वर भन्नुहुन्छ राम राम पनि भन्छ कसैले होइन किनभने मानिसभित्रको एउटा आस्था छ मान्छेको आफ्नै हृदयले के भन्छ ईश्वर छ भन्छ त्यो चाहिँ के हो जेनरल रेभलेसन इन क्रिएसन भनेको छ होइन मानिस आफ्नो आत्माले के हुन्छ विश्वास गर्छ कि परमेश्वर छ भनेर इभन एथिस्टले पनि के गर्छ कष्ट आयो दुःख आयो भने भगवानको नाम लिन्छ फेथ बेस्ड अन्डरस्ट्यान्डिङ होइन अब विश्वासमा आधारित बुझाइ हुन्छ नि होइन हाम्रो विश्वासमा आधारित बुझाइले पनि के हो परमेश्वर हुनुहुन्छ भनेर भन्दछ भजन सङ्ग्रह 14:1 र हिब्रूको पुस्तक 11:3 पद अनुसार अब परमेश्वरको नेचर स्वभाव र उहाँको चरित्रको बारेमा हेर्नेछौँ अनि जब हामी परमेश्वरको स्वभाव र चरित्र हेर्छौँ त्यसमा इनकम्युनिकेबल एट्रिब्युट्स र कम्युनिकेबल एट्रिब्युट्स पर्छन् इनकम्युनिकेबल भनेको चाहिँ तपाईँले सुन्नुभएको चाहिँ इनकम्युनिकेबल डिजिज र कम्युनिकेबल डिजिज हुन्छ नि सरुवा रोग र नसर्ने रोग भनेर तपाईँले स्वास्थ्यमा पढ्नुभएको छ होला होइन सरुवा रोग र नसर्ने रोग सर्ने रोग र नसर्ने रोग सरुवा रोग भनेको के हो एउटा एक व्यक्तिबाट अर्को एकदम सरल तरिकाले सर्न सक्ने रोगलाई सरुवा रोग भन्छ होइन के हो इनकम्युनिकेबल भनेको परमेश्वरमा भएको गुण जो चाहिँ हामीमा छैन त्यो चाहिँ के हो
इनकम्युनिकेबल एट्रिब्युट नसर्ने हुन्छ नि होइन बिलोङ्स भन्ने त्यो नेचर चाहिँ त्यो स्वभाव चाहिँ परमेश्वरमा मात्रै हुनसक्छ मानिसमा हुन सक्दैन भन्ने स्वभाव हो जस्तै परमेश्वर मात्र सेल्फ एक्जिस्टेन्ट हुन्छ हो एक्सोडस च्याप्टर 3:14 ले के भन्छ भने आई एम द्याट आई एम भन्छ होइन जब मोसाले चाहिँ के भन्नुभयो हे परमप्रभु जब म मिश्र देशमा जानेछु अनि इजरायलीले भनेछु कि परमेश्वर तिमीलाई के छुटाउन चाहनुहुन्छ अनि त्यो तिमीले छुटाउन चाहने परमेश्वरको नाम के हो सोध्यो के भन्ने भनेर मोसाले प्रश्न गरे अनि परमेश्वरले के भन्यो आई एम द्याट आई एम सेल्फ एक्जिस्टेन्ट गड भनेको म जो हुँ म हुँ भन्नुभयो होइन म जो हुँ म हुँ तर मेरो नामको आवश्यकता के हो म स्वयं अस्तित्वमा आउने परमेश्वर हो भनेको गड इज इम्युटेबिलिटी होइन उहाँ सो अस्तित्वमा आउने परमेश्वर हुनुहुन्छ तर हामी सो अस्तित्वमा आउन सक्दैनौँ हामीलाई कसैको सहायताको आवश्यकता पर्छ परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न तर हामी परिवर्तनशील छौँ परमेश्वर अनन्त हुनुहुन्छ तर हामी अन्त हुन्छौँ परमेश्वर सर्वव्यापी हुनुहुन्छ तर हामी यो एकैपल्ट सबै ठाउँमा देखा पर्न सक्दैनौँ अर्को कम्युनिकेबल एट्रिब्युट्स भन्छ परमेश्वरमा भएको गुण चाहिँ के हो हामीमा पनि हुन्छ त्यो गुण चाहिँ कस्तो भन्दाखेरि परमेश्वर प्रेम हुनुहुन्छ हामी पनि के गर्छौँ अरूलाई प्रेम गर्छौँ नि त होइन के तपाईँ अरूलाई प्रेम गर्नुहुन्न यु लभ अदर्स यसले के भन्नुभयो जस्तो मैले तिमीलाई प्रेम गरेको तिमीले पनि के हो अरूलाई त्यस्तै प्रेम गर भनेको त्यति मात्र होइन पहिला आफूलाई प्रेम गर त्योभन्दा अगाडि परमेश्वरलाई प्रेम गर होइन परमेश्वरलाई कसरी प्रेम गर्नुपर्छ भनेर सिकाएको छ सारा हृदयले सारा प्राणले सारा शक्तिले सारा समशक्तिले भनेको छ अनि आफूलाई प्रेम गर अनि के हो आफ्नो परिवारलाई छिमेकीलाई प्रेम गर अनि आफ्नो शत्रुलाई प्रेम गर भनेको छ होइन अनि होलिनेस गड इज होली र उहाँले हामीलाई के गर्नुहुन्छ पवित्र तुल्याउनुहुन्छ परमेश्वर पवित्र हुनुहुन्छ र हामी पनि पवित्र हुँदै जान्छौँ यो पनि के हो परमेश्वरको हामीमा सर्ने गुण हो परमेश्वर न्याय हुनुहुन्छ न्याय भनेको अर्थ चाहिँ उहाँमा कुनै पनि खोट छैन कुनै पनि के हो औँला उठाउने ठाउँ छैन उहाँ धर्मी जस्टिसको अर्थ धर्मी पनि हो र परमेश्वर धर्मी हुनुभएको कारणले गर्दाखेरि उहाँको धार्मिकताले उहाँले हामीलाई पनि के हो धर्मी ठहराउनु भएको छ नाउ वी आर नो मोर सिनर आवर all sins are forgiven we are made righteous by the blood of Jesus Christ हामीलाई येशू ख्रीष्टले आफ्नो रगतले धोएर के हो त धर्मी तुल्याउनु भएको छ कारण मर्सी एन्ड ग्रेस परमेश्वर दयालु हुनुहुन्छ परमेश्वर कृपालु हुनुहुन्छ हैन र हामी पनि के छौँ कृपालु पनि छौँ हामी पनि दयालु पनि छौँ हामी पनि अनुग्रही छौँ बाइबल धर्मशास्त्रमा लेखे अनुसार The Trinity, Trine God, one God in 3 person. परमेश्वर पिता पुत्र पवित्र आत्मा परमेश्वर हुनुहुन्छ अर्को स्वभाव चाहिँ जसमा बिब्लिकल फाउन्डेसनमा वान गड हैन व्यवस्था 6 को 4 पद अनुसार 3 पर्सन मत्ती 28 को 19 2 कोरिन्थी 13 अध्यायको 14 पद तपाईँको पास्टरले भन्नुहुन्छ र वो परमेश्वर पिताको प्रेम प्रभु येशू ख्रीष्टको अनुग्रह पवित्र आत्माको शान्ति संगत र सहभागिता सदा सबैमा रहिरहोस् भनेर तपाईँको प्रार्थना पास्टरले प्रार्थना गर्नुहुन्छ र त्रिएक परमेश्वरलाई अब रोल्स के हो त त्रिएक परमेश्वरको रोल्स परमेश्वर पिता उहाँ चाहिँ सृष्टिकर्ता परमेश्वर र सस्टेनर हैन क्रिएटर एन्ड सस्टेनर उत्पत्ति 1 अध्याय र एफिसियन्स 1 अध्यायको 3 देखि 6 सन्सको रोल हैन पुत्रको काम चाहिँ के हो रिडिमर हामीलाई छुटकारा दिने परमेश्वर जोन च्याप्टर 1 verse 1 to 14 हैन यूहन्ना 1 को 1 देखि 14 र कोलोसियन च्याप्टर 1 verse 15 to 20 कोलोसी 1 को 15 देखि 20 अनि त्यसपछि पवित्र आत्मा इम्पावर एन्ड टिचर उहाँ चाहिँ हामीलाई के हो सशक्तिकरण गर्ने हैन उहाँ चाहिँ हामीलाई अझै शक्ति र बल दिने परमेश्वर र हामीलाई सिकाउने परमेश्वर के हो
पवित्र आत्मा परमेश्वर के भन्छ प्रेरित 1:8 मा जब तिमी के हो तिमीले शक्ति पाउनेछौ तिमीहरू सामरियामा हैन यरुशलेममा सामरियामा अनि के हो पृथ्वीको अन्तसम्म मेरो गवाही हुनेछ भनेर लेखिएको हामी पाउँदछौँ द रोल्स अफ द फादर सन एन्ड होली स्पिरिट परमेश्वर पिता पुत्र र पवित्र आत्माको भूमिकाहरू हामी देख्छौँ अब वर्क अफ गड परमेश्वरको काम के हो त उहाँ चाहिँ सृष्टिमा हुनुहुन्थ्यो हैन उत्पत्ति 1 अध्यायको 1 देखि 1 छ नि उहाँ चाहिँ सृष्टिकर्ता परमेश्वर प्रोभिडेन्स हैन मानिसको वास्ता फिक्री गर्ने परमेश्वर मानिसको के सुरक्षामा सक्रिय हुने परमेश्वर मानिसलाई अगुवाई गर्ने परमेश्वर मानिसलाई छुटकारा दिने परमेश्वर मानिसको छुटकाराको लागि योजना बनाउने परमेश्वर येशू ख्रीष्टद्वारा उहाँ चाहिँ के हो मानिसको न्याय गर्ने परमेश्वर र उसको के हो रिन्युअल भनेको उसलाई फेरि शुद्धिकरण गर्ने शुद्ध गर्ने परमेश्वर हैन परमेश्वर चाहिँ फाइनल जजमेन्ट भनेको छ एन्ड रेस्टोरेसन अन्तको दिनमा हाम्रो उत्थान गर्ने को हुन्छ परमेश्वर हुन्छ उहाँ चाहिँ प्रकाशको पुस्तक 20 अध्याय र 21 अध्याय अनुसार त्यो परमेश्वरको काम हो सृष्टि गर्ने काम गर्नुहुन्छ हाम्रो लागि जुटाउने काम गर्नुहुन्छ हामीलाई मुक्ति दिने काम गर्नुहुन्छ हाम्रो लागि न्यायको काम गर्नुहुन्छ हामीलाई फेरि के हो नयाँ बनाउने काम गर्नुहुन्छ गड्स रेभलेसन परमेश्वर कसरी हामीसँग प्रकाश हुनुहुन्छ परमेश्वर हामीसँग कसरी देखा पर्न सक्नुहुन्छ त हामी जब when we talk about the revelation there are two types of revelation one is called general revelation one is called special revelation general revelation creation and conscience हैन परमेश्वर चाहिँ हामी सबैसँग देखा पर्नुहुन्छ भन्ने कुरा चाहिँ हाम्रो के हो दिमागले भन्छ क्या यो संसारलाई हेरेर पनि हामी के हो परमेश्वर छ भनेको जान्दछौँ त्यसलाई के भन्छ जेनरल रेभलेसन भन्छ अर्को स्पेशल रेभलेसन जसले जुन चाहिँ येशू ख्रीष्टलाई विश्वास गरेपछि धर्मशास्त्रले हामीलाई बुझ्नको सहायता गर्छ त्यसलाई के भन्छ स्पेशल रेभलेसन भन्छ विशेष प्रकाश भन्छ साधारण प्रकाश र विशेष प्रकाश हिब्रू 1 अध्याय 1 देखि 3 पद र 2 तिमोथी 3 को 16 ले के भन्छ हामीलाई स्पेशल रेभलेसनको बारेमा बताउँछ साधारण प्रकाश र विशेष प्रकाश पनि भन्छ अब प्रकाशको कारण के हो त why we are given the revelation to know God personally and respond in faith परमेश्वरलाई व्यक्तिगत रूपमा जान्नको लागि र विश्वासद्वारा उहाँसँग के हो रेस्पोन्ड गर्नको लागि उहाँलाई उत्तर दिनको लागि उहाँको प्रत्युत्तर दिनको लागि हामीलाई के हो यो रेभलेसनको आवश्यकता छ अब हामी यहाँबाट के सिक्छौँ त भन्दाखेरि knowing God leads us to deeper worship and trust यदि तपाईँ र म परमेश्वरलाई साँच्चै नै चिन्दछौँ भने हामी के हुन्छौँ हाम्रो विश्वासमा हाम्रो आराधनामा परमेश्वरमा अझै गहिरिन्छौँ नत्र भने के हो मुखले मात्रै आराधना गर्न हामी सबै भेला भएका छौँ भन्ने गर्छौँ मुखले मात्रै गर्छौँ तर जब हाम्रो परमेश्वरसँगको हैन लगाव परमेश्वरसँगको सामिप्यता बढ्छ तब हामी के हो हाम्रो आराधनामा अझै गहिरिएर परमेश्वरलाई आराधना गर्न सक्छौँ गड्स क्यारेक्टर सेप क्रिस्चियन एथिक सर्भिस एन्ड लिडरसिप हैन जब तपाईँ र म परमेश्वरलाई चिन्दछौँ व्यक्तिगत रूपमा अनि परमेश्वरले हाम्रो के हो इसाई जीवनको हाम्रो एथिकहरू भन्छ नि हाम्रो के अरे हाम्रो नैतिक जीवनलाई सेभ गर्नको लागि हैन एउटा इसाई भएपछि कसरी जिउनुपर्छ भन्ने कुरा एउटा इसाईले कसरी परमेश्वरको सेवा गर्नुपर्छ भन्ने कुरा एउटा इसाईले कसरी आफ्नो अगुवापनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरा हामी के हो सिक्न सक्छौँ knowing God leads study about God the Father परमेश्वर पिताको बारेमा हेर्नेछौँ त्योभन्दा अगाडि
तपाईँलाई 2 मिनट ब्रेक टाइम चाहिँ म दिन्छु। म बोलेको भएछु, ब्रेक दिन पनि भुलेछु। मेरो यो बानी यस्तै नराम्रो छ कि बोलेपछि बोले हुन्छु अनि ब्रेक दिन पनि भुल्छु। तपाईँलाई ब्रेक 1 मिनट 2 मिनटको ब्रेक रेस्टरुम गएर आउनु चाहनुहुन्छ भने गएर आउनुहोस् है त, किनभने समय सकिन लागेको छ। फेरि अब तपाईँ गएर आउँदा जोडिँदा ढिला हुन्छ होइन। कतिलाई एकदम आपत परेको हुन्छ नि अहिले होइन, आपत परेको छ भने त गएर आइहाल्नुहोस्। म यसोमा चाहिँ तपाईँलाई हस् सर। तर हजुरले त्यो नोट पठाउँदाखेरि नि हामी पठाउनु भएको रहेछ, उहाँको भूमिका र कामको बारेमा त यहाँ छैन सर नेपाली नोटमा त। पछि फेरि पठाइदिनु भएको छ। अघि हामीले उहाँको भूमिका कामको बारेमा अनि उहाँ के सिक्न सक्छौँ भन्ने विषयमा अहिले हामी पढ्दैछौँ नि सर। है त पढौँ अनि बढौँ होइन त। अब हामी अलिकति यो क्लासमा सुरु गरेर मात्रै हामी छोड्नेछौँ। अब हामी परमेश्वर पिताको बारेमा हामी अध्ययन गर्नेछौँ। हामीले अघि न परमेश्वरको बारेमा अध्ययन गऱ्यौँ होइन, स्टडिङ अबाउट गड, प्रपर थियोलोजी भनेर पढ्यौँ। तर यो प्राय हामी सिद्धान्तको बारेमा पढ्दाखेरि, सिस्टमेटिक थियोलोजीको बारेमा पढ्दाखेरि डक्ट्रिन अफ गड द फादर भनेर कहिले पनि पढ्दैनौँ। तर यो मैले चाहिँ मेरो कोर्समा चाहिँ राखेको छु गड द फादर भनेर। The doctrine of the Father is central teaching in Christian theology that refers to God as the eternal, personal, and loving Father. हैन, हामीले यो सिद्धान्तको विषयमा हेर्छौँ भने यो इसाईहरूको ईश्वर शास्त्र अध्ययनमा चाहिँ यो चाहिँ सेन्ट्रल टिचिङ भन्छ नि हैन, यसको एकदम प्रमुख शिक्षा। अनि जसले चाहिँ हामीलाई अनन्त परमेश्वरको बारेमा, व्यक्तिगत परमेश्वरको बारेमा, हामीलाई प्रेम गराउने परमेश्वर पिताको बारेमा बताउँदछ, दिन्छ, जसमा चाहिँ बोथ जिजस क्राइस्ट एन्ड अफ बिलिभर, उहाँ चाहिँ येशूको पनि पिता हुनुहुन्छ र हामी सबै विश्वासीको पनि पिता हुनुहुन्छ। God the Father is the first person of the Trinity, working in unity with the Son. परमेश्वर पिता चाहिँ के हो? त्रिएक परमेश्वरको पहिलो व्यक्तित्व हुन्छ नि त। त्रिएक परमेश्वरको त्रिभुजमा हुनुहुन्छ सबभन्दा पहिला के माथि पिता हुनुहुन्छ, पुत्र अनि पवित्र आत्मा। द फर्स्ट पर्सन अफ द ट्रिनिटी, त्रिएक परमेश्वरको पहिलो व्यक्तित्व भन्छ। वर्क इन युनिटी विथ सन, जसले परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मासँग मिलेर सहकार्य गर्नुहुन्छ। हि इज द क्रिएटर, सस्टेनर एन्ड रुलर अफ अल थिङ्स। परमेश्वर पिता चाहिँ को हुनुहुन्छ? उहाँ चाहिँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सबै कुरालाई सस्टेन गर्ने परमेश्वर हुन्छ र उहाँ चाहिँ के हो? शासन गर्ने परमेश्वर, सबै कुरालाई हुन दिने होइन। उत्पत्ति 1 अध्याय 1 पद र भजन सङ्ग्रह 103 अध्यायको 19 पद अनुसार। God the Father is the first person of the Trinity, eternal, uncreated, and the source of all things. हामी परमेश्वर पिताको बारेमा हेर्छौँ भने उहाँ चाहिँ त्रिएक परमेश्वरको पहिलो व्यक्तित्व, तर अनन्त परमेश्वर हुन्छ अनि उहाँ चाहिँ सृष्टि गरिएको व्यक्ति हुनुहुन्न। गड द फादर इज नट क्रिएटेड बिङ। परमेश्वरको सृष्टि कहिले हुन सक्दैन। He is the source of all things. सबै कुराको स्रोत नै परमेश्वर हुनुहुन्छ, परमेश्वर पिता हुनुहुन्छ। बाइबल धर्मशास्त्र मत्ती 6 अध्यायको 9 पदमा हेर्छौँ भने, यूहन्नाको पुस्तक 6 अध्यायको 27 पदमा हेर्छौँ भने, पहिलो कोरिन्थी 8 को 6 पदमा हेर्छौँ भने हामीलाई के हो? यी कुराहरू हामी पाउन सक्छौँ कि परमेश्वर पिता पहिलो व्यक्ति, अनन्त परमेश्वर, सृष्टि गरिएको नभएर सृष्टिकर्ता परमेश्वर, सबै कुराको स्रोत हुनुहुन्छ कुरा बताउँदछ भने। अब डेफिनेसन क्रिडल फर्मेसनमा के हो? जुन हामी नाइसियाको क्रिड होइन, नाइसिया भएको विश्वासको सारमा हेर्छौँ भने त्यहाँ के लेखिएको छ भने वी बिलिभ इन वान गड भनेको छ। हामी
एक परमेश्वरमा विश्वास गर्छौँ अनि एक परमेश्वरमा के भन्छौँ द फादर अलमाइटी मेकर अफ हेभन एन्ड अर्थ सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृष्टि गर्ने हुने माथि हामी विश्वास पढ्छौँ नि होइन त हाम्रो विश्वास त्यही भन्छ त्यो हामी विश्वास गर्छौँ म विश्वास गर्दछु एक सर्वशक्तिमान पिता स्वर्ग र पृथ्वी सृष्टि गर्ने माथि भनेर हामी भन्दछौँ अनि वेनी ग्रुडम भन्ने एकजना थियोलोजियन के भन्छ गड द फादर इज द ओरिजिनेटर इनिसिएटर एन्ड सस्टेनर अफ क्रिएसन एन्ड रिडम्सन होइन परमेश्वर पिता चाहिँ सबै कुराको सुरुवात गर्ने होइन सुरु गर्ने सबै कुरालाई निरन्तर अगाडि बढ्न दिने अनि उहाँ चाहिँ छुटकारा दिने परमेश्वर हुनुहुन्छ भनेर भनिएको छ कहाँ भन्दा सिस्टमेटिक थियोलोजी पेज नम्बर कुनै पुस्तकको पेज नम्बर 226मा यसरी बताइएको छ र हामी यो अन्तिम स्लाइड हेर्नेछौँ द फादर इन द ट्रिनिटी होइन परमेश्वर पिता त्रिएक परमेश्वरमा चाहिँ वान इन एसेन्स सन एन्ड द स्पिरिट होइन परमेश्वर पितासँग परमेश्वर पवित्र आत्मासँग परमेश्वर पुत्रसँग हुनुहुन्छ यूहन्ना 10:30 अनुसार र मत्ती 28:19 अनुसार डिस्टिङ्क्ट इन पर्सनहुड परमेश्वर पुत्र र परमेश्वर के अरे पवित्र आत्मासँग एक भए तापनि उहाँहरूको के छ व्यक्तित्वमा फरक छ नट सबोर्डिनेट इन नेचर बट इन रिलेसनल अर्डर होइन उहाँहरू पिता पुत्र पवित्र आत्मा एउटै हुनुहुन्न तर उहाँहरूको के हो रिलेसनल अर्डर छ त्यो के भन्दाखेरि परमेश्वर पिताले पुत्र पठाउनु भयो होइन अनि परमेश्वर पिता र परमेश्वर पुत्रले पवित्र आत्मा पठाउनु भयो भने यस्तो अर्डर छ परमेश्वर पिताले पुत्र पठाउनु भयो परमेश्वर पिता र परमेश्वर पुत्रले पवित्र आत्मा पठाउनु भयो संसारमा भन्ने कुरा हामी यहाँबाट देख्छौँ अर्डर देख्छौँ र यसमा एकजना मिलर एरिक्सन भन्ने थियोलोजीले के भन्नुहुन्छ भने विदिन द ट्रिनिटी होइन त्रिएक परमेश्वरको भित्र द फादर इज द सोर्स परमेश्वर पिता चाहिँ स्रोत हुनुहुन्छ द सन द मिन्स होइन परमेश्वर पुत्र चाहिँ अर्थ हुनुहुन्छ द स्पिरिट द एप्लिकेसन अफ डिभाइन एक्सन र हामीले हाम्रो ईश्वरीय कार्य चाहिँ के क्रियाकलाप चाहिँ के देखाउनु पर्छ भने चाहिँ पवित्र आत्मा हुनुहुन्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ हामी आजको क्लासलाई यतिमै राख्छौँ म तपाईँलाई फेरि अन्तिममा यो क्लास सक्नुभन्दा